हेलो गुड इभिनिङ। मेरो आवाज आइरहेछ के छ? ठिक छ। पढिराख्नु भएको छ? हिजोको प्रोभिजनहरू सबै पढ्नुभयो? पढ्नुभयो हिजोको प्रोभिजन? च्याट लेख्नुहोस् त, हामी 2 मिनटमा क्लास सुरु गरौँला। लेक्चर फेरि हेर्नुभयो कि भन्नु भएन? लेक्चर को कोले 2x मा फेरि हेर्नुभयो भन्नुहोस् त, म भ्युज हेर्छु यहाँ कति भ्युज छ। कसले हेऱ्यो पनि हेर्न मिल्छ नि, त्यो लिङ्क आइपी बाइन्डेड लिङ्क हो। कुन कुन डिभाइसबाट हेरियो भनेर नि हेर्न मिल्छ, कति आवर हेरियो भनेर नि हेर्न मिल्छ। हेर्दैछु है त। Content. This is लगभग 3 घन्टा। खासै एसएलआर मेन्टेन गर्नुको रिजन त बुझेँ, सिआरआर चाहिँ किन? सिआरआर पनि त्यही लिक्विडिटी कन्ट्रोल गर्न नै मेन्टेन गर्ने हो। इमिडिएट लिक्विडिटी ब्याङ्कसँग अभाइलेबल होस् भनेर नै हो। सिआरआर र सिएलआरमा चाहिँ कन्फ्युज भयो। सिएलआर भने कता सुन्नुभयो? सिआरआर मात्रै छ, सिएलआर छैन कतै नि। यस्तो हो, तपाईँ झट्ट हेर्नुभयो भने सिआरआर भनेको चाहिँ मैले एसएलआर लेख्न खोजेको कि मैले सिआरआर लेख्न खोजेको सिएलआर भयो होला कि चाहिँ एसएलआर लेख्न खोजेको सिआरआर भयो सिएलआर भयो होला, त्यसमा केही डिफरेन्स छैन है। त्यही भएको सर। त्यही भएको होला। सर अनि यो मार्केटिङ रिस्कमा के ए माइनस बी इन्टु 5% अनि इन्टु 1/11 किन गरेको? त्यसमा चाहिँ हामी किन गरेको पढ्दैनौँ ल। किन भन्दाखेरि यो 15% किन लिने भनेर बेजल कमिटीको डिसिजनहरू अनुसार भएको हो। यसमा चाहिँ हामी धेरै कुरा गर्दैनौँ। यो त्यो दुइटै ब्यालेन्स कन्सटेन्ट हो। सिएलआर होइन सिआरआर हो, एक्सेलमा चाहिँ सिएलआर भएको रहेछ, सिआरआर हो। अब के भन्दै हुनुहुन्थ्यो? 11%को चाहिँ हाम्रो क्यापिटल एडुकेसी जति चाहियो त्यही अनुसार चाहिँ पर्सेन्टेज राख्ने हो। 11 चाहियो भने 11, 10 हो भने 10 राख्ने हो त्यसमा चाहिँ। बाँकी त्यो 15% वाला चाहिँ त्यो धेरै लजिक चाहिँ हामी पढ्दैनौँ। अब कति कुराको चाहिँ एक्ज्याक्ट लजिक चाहिँ बेजल कमिटीकै डिसिजनहरूमा हुन्छ, त्यति डेपमा गएर हामी पढ्दैनौँ। स्क्रिन सेयर गरेको छैन मैले, जेनेरिक गफ नै गरिरहेको छु। सर त्यो के अपरेसनल रिस्कमा अनि एक्सचेन्ज फ्लक्चुएसन लस घटाउने कि नै? अपरेसनल रिस्कमा एक्सचेन्ज फ्लक्चुएसन रिस्क घटाउने हो। किन? ए होइन, एक्सचेन्ज फ्लक्चुएसन लस चाहिँ घटाउने होइन, एक्सचेन्ज फ्लक्चुएसन इन्कम चाहिँ एड गर्ने हो, लस चाहिँ घटाउने होइन। इन्कम मात्रै एड गर्ने हो। त्यसैको तलपट्टिकै 9.09 लेख्नमा छ नि, त्यो पर्सेन्ट हो कि त्यही भ्यालु नै हो त्यो? त्यो के अरे रिक्स वेट के अरे तपाईँको त्यो भन्नुभएको होइन, त्यो भ्यालु नै हो। अनि कसरी आयो र त्यो? 100/11 गरेर आएको। क्यापिटल एडुकेसन रिक्वायरमेन्ट यदि 10 हो भने चाहिँ 100/10 गर्ने हो। त्यो पनि कन्सट्यान्ट भ्यालु हो? त्यो- हजुर, त्यो पनि कन्सट्यान्ट भ्यालु हो? कन्सटेन्ट भएन। भर्खर भने त मैले तपाईँलाई क्यापिटल एडुकेसी मिनिमम रिक्वायरमेन्ट यदि 10 भएको बेला त्यो 1 बाई क्यापिटल एडुकेसी रिक्वायरमेन्ट हो क्या फर्मुला चाहिँ। 100/क्यापिटल एडुकेसी रिक्वायरमेन्ट भन्नु न, पर्सेन्टेजमा हेर्नुहुन्छ भने। बुझ्नुभयो? ए त सर च्याट पढेछ, एकछिन रोक्नु, च्याट पढाएन, च्याट पढ्छु हेर्नु है त। सर अपरेटिङमा नि एक्सचेन्ज आएको छ, देन मार्केट रिस्क निकाल्दा नि आउँछ, बोथमा इन्क्लुड हुँदा रिस्क निकाल्न फेयर हुन्छ।
फेयर अनफेयर लजिक हामीले सोच्दैनौँ, हामीले अर्काले बनाइदिएको लजिक चाहिँ पढ्दैछौँ है, आफै लजिक बनाउन खोज्दै छैनौँ। त्यही भएर यसमा चाहिँ धेरै डिस्कसन गर्दैनौँ। हिजै भनेको थिएँ मैले, रिक्स भने एकदमै सब के अरे सब्जेक्टिभ कुरा हुन्छ। कुनै कुरामा तपाईँलाई रिक्स लाग्छ, बेजरलाई रिक्स नलागे हुनसक्छ। कुनै कुरामा बेजरलाई रिक्स लाग्यो, उसलाई रिक्स नलागे हुनसक्छ, एउटा कुरा। दोस्रो कुरा, अपरेटिङ रिक्स निकाल्दाखेरि ख्याल गर्नुभयो भने हामीले एक्सचेन्ज इन्कमलाई मात्र लिएको छौँ, लसलाई लिएको छैनौँ भनेपछि त्यहाँ रिक्स आएको छैन भन्ने पनि एक तरिकाको बुझाइ चाहिँ हुनसक्छ। सर भन्दै हुनुहुन्थ्यो, सोध्नुहोस् न। सिआरआर र सिएलआर सेम हो र होइन नि है? भर्खर एकजनाले सोध्दै हुनुहुन्थ्यो त्यो एक्सेलमा होइन, त्यो मैले नै सिआरआर सोधे लेख्न। हो कि, हजुर, तर त्यो च्याटमा कसले पो सेम हो भने कि त्यही भएर भनेको। होइन होइन, यस्तो खास चाहिँ सिआरआर लेख्न खोजेको सिएलआर भएको हो। सिएलआर भन्ने टर्म चाहिँ तपाईँहरू धेरै मस्त थाहा छैन। यो चाहिँ ब्याङ्किङमा चाहिँ कन्ज्युमर लेन्डिङ रिपोर्ट भनेर चाहिँ सिएलआरलाई चाहिँ कन्ज्युमर लेन्डिङ रिपोर्ट भनिन्छ। त्यो भनेर चाहिँ अनि एउटा यो कस्टमरले के लोन लछ त्यसलाई चाहिँ कस्टमर लेन्डिङ रिपोर्ट अथवा कन्ज्युमर लेन्डिङ रिपोर्ट सिएलआर भन्ने गरिन्छ। त्यो टर्म पनि एक्जिस्ट चाहिँ गर्छ। होइन, च्याटमा कसले पो सेम हो भने कि त्यही भएर सोधेको मैले। सेम होइन, तर लेख्न खोजे चाहिँ सिआरआर हो। ओके। ल अरू केही छ भने सोध्नुहोस् त, च्याटमा लेख्दा नि हुन्छ, सोद्धा नि हुन्छ, नत्र आज क्लास अगाडि बढौँ। मैले हिजै भनेको थिएँ तपाईँको दिमागमा यो आउन सक्छ। ए मैले के भनेको थिएँ, अझै स्क्रिन सेयर भएको छ होइन? तपाईँको दिमागमा त यो पनि आउन पर्ने हो होइन र? के अरे, यो पब्लिक सेक्टर इन्टिटी लाई 20 किन गरेको, 22 किन गरेन, 17 किन गरेन, यस्ता क्वेसन पनि त आउन पर्ने हो नि त। हो, पब्लिक सेक्टरमा कम रिस्क हुन्छ, ठिक छ, तर 20 नै एक्ज्याक्टली कहाँबाट आयो त नि, हिसाब कहाँ छ यसको भन्दाखेरि त्यो चाहिँ हामी पढ्दैनौँ। यो रिस्क भन्दा धेरै सब्जेक्टिभ कुरा हो। 20 कसरी राख्ने भनेर नि बेजल कमिटीहरूमा एकदमै ठुलो छलफलहरू भएर राखेका कुराहरू हुन्। त्यही भएर रिस्क रिस्क हो मात्रै पढ्छौँ। रिस्क होलाई किन लजिक, कुन लजिकबाट आयो भन्ने कुराहरू चाहिँ धेरै पढ्दैनौँ हामी। ठिक छ, तपाईँको कति क्वेसनहरू त्यो पर्सेन्टेज मात्रै हो कि भ्यालु हो, ती क्वेसन ती कुराहरू चाहिँ अब क्वेसन गर्दाखेरि चाहिँ तपाईँहरूको रिजल्ट भएर जान्छ। पढ्ने हो अब क्वेसनहरू तपाईँले एकदम राम्रोसित प्र्याक्टिस गरेर त आउनु भएको छ नि। हिजो पढेको कुरा सबै नआइकन आज पढ्न मिल्दैन है। पढेकोले यास लेख्नुहोस् त, अगाडि बढौँ। 3 4 5 6 7 8 10। ल सुरुमा चाहिँ क्वेसन गरौँ है त, क्यापिटल एडिक्वेसीको। यो भने नि क्यापिटल एडिक्वेसीको क्वेसन होइन। ल यो क्वेसन यसरी सोध्छ कि तपाईँलाई सोधे भए 5 नम्बरमा सिम्पल सर्ट एन्ड सिम्पल क्वेसनहरू सोध्छ जनरली। अब यसबाट अपरेसन रिस्क निकाल्न ट्राई गर्नुहुन्छ त, गरिसक्नु भएको होला ट्राई। यसमा त केही भएन, इन्ट्रेस्ट इन्कम माइनस इन्ट्रेस्ट एक्सपेन्स गरेपछि नेट इन्ट्रेस्ट इन्कम आयो। त्यसमा कमिसन एन्ड डिस्काउन्ट इन्कम जोड्ने, अदर अपरेटिङ इन्कम जोड्ने, एक्सचेन्ज फ्लक्चुएसन इन्कम जोड्ने, एडिसन इन इन्ट्रेस्ट सस्पेन्स एकाउन्ट जोड्ने, नन अपरेटिङ इन्कम एन्ड एक्स्ट्रा अर्डिनेरी इन्कम जोड्ने हो कि होइन? जोड्ने होइन। त्यो फर्मेटमा यो जोड्ने छैन भनेपछि यो जोड्ने होइन। त्यसलाई चाहिँ अपरेटिङ इन्कमको रिस्क हेर्न खोजिरहेको छ, रिस्कको नामै अपरेटिङ रिस्क छ भनेपछि नन अपरेटिङ कुरा कहाँबाट आउँछ भन्नुहोस् त शमशादजी। अनि त्यसपछि भनेपछि ट्याक्क जोड्नुहुन्छ, ग्रस इन्कम आउँछ। त्यसको 15% लिनुहुन्छ एल्फा। त्यो ट्याक्कै 15% किन लिने भन्ने पनि लजिक मजाले डिस्कस भएको हुन्छ बेजलमा। त्यो ब्याङ्किङ सेक्टरमै तपाईँलाई एकदमै बढी इन्ट्रेस्ट छ भने खोजेर पढ्न चाहिँ सक्नुहुन्छ है। तर इक्जाम आइसक्यो, न फाइनल लेभललाई बढी चाहिन्छ, त्यही भएर नट नेसेसरी नगर्नुहोस्। 15% तपाईँले यो ग्रस इन्कमको लिने। त्यसपछि फिक्स पर्सेन्टेज अफ ग्रस इन्कम आयो, त्यो डिन्टेलाई जोडेर डिभाइड बाई 3 गर्ने। के अरे, एभरेज क्यापिटल रिक्वायरमेन्ट फर अपरेसनल रिस्क, यति चाहिँ अपरेसन रिस्कलाई क्यापिटल चाहियो भनेपछि अपरेसन रिस्क चाहिँ कति रहेछ भनेको डिभाइड ई गर्ने, डिभाइड यसलाई डिभाइड बाई 11% गर्ने हो के। यो जुन एभरेज आयो नि त्यसलाई डिभाइड बाई 11% गर्ने हो, त्यो गरे नि हुन्छ, अथवा इन्टु 9.09 गरे पनि हुन्छ, कुरा एउटै हो। बुझ्नुभयो?
अघि नै कसले सोध्दै हुन्थ्यो 9.09 कहाँ आयो भनेर। गर्न खोजा चाहिँ के हो भन्दाखेरि विजनले के भन्यो भन्दाखेरि यति चाहिँ मेरो क्यापिटल हुनपर्छ अपरेसन रिस्कलाई धान्नलाई भन्यो। क्यापिटल यति हुनपर्छ भनेपछि रिस्क वेटेड एसेट कति रहेछ त? क्यापिटल क्यापिटल यति हो, क्यापिटल रिक्वायरमेन्ट 11% हो भनेपछि रिस्क वेटेड एसेट भन्ने चाहिँ यो डिभाइड बाई यो गरेर आउने हो। यहाँ मल्टिप्लाई लेखिरहेको छ, मल्टिप्लाई होइन, यो डिभाइड बाई यो गरेर आउने हो। बुझ्नुभयो? रिस्क इन्टु पर्सेन्टेज के अरे क्यापिटल एडिक्सी रिक्वायरमेन्ट सुड बी इक्वल टु क्यापिटल रिक्वायरमेन्ट फर अपरेसनल रिस्क। बुझ्नुभयो? यसमा के भन्न पर्ने छ मैले अघिको त्यो उसवाला लजिक पनि भनिदिएँ। यहाँ डी इन्टु ई भनेर कन्फ्युज नहुनु है। 204,979.25लाई तपाईँले 11ले मल्टिप्लाई गर्नुभयो भने यति आउँदैन पक्कै पनि। आउँछ त? आउँदैन नि? क्यालकुलेटर हान्नुहोस् त है। आउन त नहुने हो। 200 क्यालकुलेटर देखिएको छ कि छैन स्क्रिनमा? क्यालकुलेटर देखिरहेको छ कि छैन भन्नुहोस् त? यो सोल्युसन एकदमै गलत रहेछ है, सरी टु से यो सोल्युसन चाहिँ गलत रहेछ। यति नै आउँदो रहेछ, यो आउने नै होइन। डिभाइड बाई 11% गर्ने हो, मल्टिप्लाई गर्ने हो भने त 9 पोइन्ट के अरे त्यो 09 त्यो वाला फिगर थियो नि त्यसले गर्ने हो। डिभाइड बाई 11% चाहिँ गर्ने हो, मल्टिप्लाई गर्ने भने इन्टु 1/11%ले मल्टिप्लाई गर्ने हो। यो रङ हो, यो सोल्युसन रङ हो। बुझ्नुभयो? मल्टिप्लाई गर्ने होइन। मल्टिप्लाई गर्ने भयो 9 पोइन्ट उसले गर्ने, डिभाइड गर्ने भयो 11%ले डिभाइड गर्ने। क्लियर हुनुहुन्छ? फर्मेटमा मैले सेयर गरेको नोटमा जे छ त्यही गर्ने हो। मल्टिप्लाई गर्न मन लाग्यो भने इन्टु 1/11 पर्सेन्टेज हो यो चाहिँ 11%ले मल्टिप्लाई गर्नु। अनि यदि यदि अथवा यो भने चाहिँ 9.09 आउँछ। अथवा डिभाइड गर्न मन छ भने 11%ले डिभाइड गर्नुहोस्। 11%ले डिभाइड गर्नु भन्नु र मल्टिप्लाई बाई 1/11% गर्नु भने एउटै हो। यो त तपाईँ स्मार्ट हुनुहुन्छ, बुझिहाल्नुहुन्छ। यो रङ हो है सोल्युसन। क्लियर छ? अगाडि बढौँ। क्लियर छ? केही भन्न पर्ने छ यसमा? सोल्युसन रङ हो बाहेक अरू केही छ भन्नुहोस् त? छैन, त्यो सोल्युसन रङ हो है। ल अब योबाट तपाईँले प्राइमरी क्यापिटल र सेकेन्डरी क्यापिटल एडुकेसी रेसियो क्यालकुलेट गर्न पर्यो। रिस्क वेट दिएको छ, क्रेडिट रिस्क दिएको छ, मार्केट रिस्क दिएको छ, अपरेसनल रिस्क दिएको छ। यो तिनटैलाई जोडेर रिस्क वेटेड एसेट निकाल्न सकिन्छ। फर्स्ट एउटा कुरा त्यो भयो। अब सेकेन्ड कुरा के चाहियो हामीलाई? प्राइमरी क्यापिटल कति हो, सेकेन्डरी क्यापिटल कति हो भनेर। अब तपाईँले पढेर आएको छु भन्दै गफ हान्दै हुनुहुन्थ्यो। पेड अफ क्यापिटल के हो? प्राइमरी क्यापिटलमा पर्छ कि सेकेन्डरी क्यापिटलमा भन्नुहोस् त? तपाईँले भन्नुहोस्, म लेख्छु। नोट हेरेर प्रिन्ट गर्नु भएको छ अथवा अर्को ट्याबमा नोट राख्नु भएको छ भने नोट हेरेर भन्दा पनि पाइयो। ल पेड अफ क्यापिटल के हो? प्राइमरी भन्नुभएको छ। ओके प्राइमरी, ल प्राइमरीलाई पी भन्ने, सेकेन्डरीलाई यास भन्ने है, च्याट सहिलो हुन्छ। जनरल रिजर्भ फन्ड के हो? जनरल रिजर्भ फन्ड के हो? च्याट पार्टिसिपेट गर्नुहोस्, एकजना पनि पार्टिसिपेट नगरिकन रोकिने होइन। तपाईँलाई याद हुन्छ कि यहाँ प्राइमरी भनेको आधारमा नि हेरेर भन्नु पनि पाइयो। रिटेन अर्निङ के हो? सोल्युसन हेरेर नभन्नु है, नोट हेरेर भन्नु। त्यो चाहिँ फेरि प्राइमरी। कन्टेन्जेन्ट रिजर्भ के हो? कन्टेन्जेन्ट रिजर्भ के हो? तपाईँले भनेको मैले नोटमा भेटिनँ भने नि। पेड अफ क्यापिटल, स्ट्याट्युटरी रिजर्भ, क्यापिटल एडजस्टमेन्ट रिजर्भ। खै यहाँ कन्टेन्जेन्ट रिजर्भै छैन।
कन्टिन्जेन्ट रिजर्भ त कन्टिन्जेन्ट रिजर्भ त मैले प्राइमेरी भित्र देखिनँ त। तपाईँले देख्नु भयो र? ल, कन्टिन्जेन्ट रिजर्भ प्राइमेरी रिजर्भ भित्र छैन। एकछिनलाई छोडिदेऊ। अदर फ्री रिजर्भ, फ्री रिजर्भ जति प्राइमेरी रिजर्भ हो। प्रपोज डिभिडेन्ड के हो? स्टक डिभिडेन्ड हो भने प्राइमेरी हो होइन त? प्रपोज स्टक डिभिडेन्ड भने त बोनस सेयर त हो। फिक्टिसियस एसेट के हो भने डिफर्ड एक्सपेन्स, प्राइमेरीबाट घटाउने हो। प्राइमेरी हो तर प्राइमेरीबाट घटाउने हो। किन भन्नुहोस् त? हो कि होइन? हो। एक्सचेन्ज इक्विलाइजेसन फन्ड के हो? प्राइमेरी हो कि सेकेन्डरी हो? सेकेन्डरी हो। सबअर्डिनेटेड टर्म डेट के हो? सेकेन्डरी हो पक्कै पनि होइन त? जनरल लोन लस प्रोभिजन के हो? सेकेन्डरी हो। स्पेसिफिक लोन लस प्रोभिजन के हो? स्पेसिफिक लोन लस प्रोभिजन के हो? केही पनि होइन। अब यो कन्टिन्जेन्ट रिजर्भ, क्यास डिभिडेन्ड पनि केही पनि होइन भनेपछि यो कन्टिन्जेन्ट रिजर्भ चाहिँ के हो भनेर हाम्रो नोटमा भेटिएन हो। अब यो कन्टिन्जेन्ट रिजर्भ यदि फ्री नेचरको रिजर्भ हो भने प्राइमरी रिजर्भ हो, रेस्ट्रिक्टेड नेचरको रिजर्भ हो भने सेकेन्डरी रिजर्भ हो। अब केही थाहा छैन, कन्टिन्जेन्ट कन्टिन्जेन्सीको लागि होला भनेपछि सेकेन्डरी रिजर्भै होला है त। आइएम नट स्योर है सोल्युसनले के ट्रिट गरेको छ भनेर। यहाँसम्म ठिक छ? यहाँसम्म ठिक छ भन्नुहोस् त। तपाईँले दिएकोलाई मैले यसो पेनले लेख्दा मात्रै हो। ठिक छ भने अब प्राइमरी क्यापिटल निकाल्नलाई पिपी लेखेकोलाई जोड्ने, सेकेन्डरी क्यापिटल लेख्नेको लागि एसएस लेखेकोलाई जोड्ने, अनि टोटल क्यापिटल लेख्नेलाई प्राइमरीलाई सेकेन्डरी जोड्ने। प्राइमरी क्यापिटलमा के यो टोटल रिस्क एसेट निकाल्नलाई त यो क्रेडिट रिस्क, अपरेसन रिस्क र मार्केट रिस्कलाई जोड्ने। अब प्राइमरी क्यापिटल निकाल्नलाई पेड अफ क्यापिटललाई जोड्ने, जनरल रिजर्भलाई भर्ने, प्रपोज स्टक डिभिडेन्डलाई जोड्ने, रिटेन अर्निङलाई, अदर रिजर्भलाई जोड्ने, फिक्स एसेटलाई घटाउने। तपाईँले जे भन्नुभयो त्यही। सप्लिमेन्ट्री क्यापिटलको लागि जनरल लोनलेस रिजर्भलाई हाल्ने, सबअर्डिनेटेड टर्म डेट जोड्ने, एक्सचेन्ज रियलाइजेसन फन्ड जोड्ने, कन्टिन्जेन्ट रिजर्भ जोड्ने। प्राइमरी क्यापिटल टोटल आयो, सेकेन्डरी क्यापिटल टोटल आयो, टोटल क्यापिटल एडिक्वेसी आयो। त्यति आइसकेपछि त क्यापिटल एडिक्वेसी रेसियो निकाल्न के गर्ने? प्राइमरी क्यापिटल एडिक्वेसी रेसियो निकाल्नलाई प्राइमरी क्यापिटल डिभाइड बाई रिस्क वेटेड एक्सपोजर, सेकेन्डरी निकाल्न टोटल निकाल्नलाई टोटल क्यापिटल डिभाइड बाई रिस्क वेटेड एक्सपोजर पर्सेन्टेजमा निकाल्ने। केही भन्न पर्छ यसमा? भन्नुहोस् त। केही भन्न पर्छ? पर्दैन भने नो लेख्नुहोस्। पर्छ भने अनम्युट अथवा यस लेख्नुहोस्, भनौँ, डिस्कस गरौँ अगाडि। सो ख्याल गर्नुभयो भने धेरै कुरा चाहिँ याद गर्न टाइपको कुरा छ। लजिक चाहिँ म थोरै तपाईँलाई फिल चाहिँ गराइदिन सक्छु, तर एक्ज्याक्ट डेप्थमा गएर चाहिँ तपाईँहरूको लेभलमा, नट ओन्ली तपाईँहरूको लेभलमा, फाइनलको लेभलमा पनि नेसेसरी हुँदैन। ब्याङ्किङ सेक्टर कोरमै काम गर्नेलाई चाहिँ बढी नेसेसरी हुन्छ यो। फिल चाहिँ तपाईँलाई भइरहेको छ होला। अलि जनरल नेचरको फ्री रिजर्भ टाइपको कुराहरू प्राइमरीमा गइरहेछ, अलि रेस्ट्रिक्टेड कुराहरू चाहिँ सेकेन्डरीमा गइरहेछ। ब्रोड फिलिङ चाहिँ आइरह होला, तर एक्ज्याक्ट के हो भनेर चाहिँ फ्रेमवर्कै हेर्नुपर्छ, याद नै गर्नुपर्छ है त। रिस्क वेटेड एसेट दियो। अब एकछिन प्र्याक्टिस चाहिँ गरौँ है त। यो रिस्क वेटेड भनेको अपरेसन रिस्क, क्रेडिट रिस्क र मार्केट रिस्क जोडेर दियो। अब पेड अफ क्यापिटल दियो, प्राइमरी कि सेकेन्डरी पार्टिसिपेट गर्नुहोस् है, तपाईँलाई याद हुन्छ यति गर्दा गर्दै। पेड अफ क्यापिटल के? शेयर प्रिमियम के? शेयर प्रिमियम के हो? प्राइमरी। प्रपोज इक्विटी शेयर, प्रपोज बोनस शेयर के हो? प्राइमरी। स्ट्याट्युटरी जनरल रिजर्भ के हो? स्ट्याट्युटरी जनरल रिजर्भ के हो? तपाईँले जे भन्नुभएको त त्यही हो चाहिँ, मलाई पनि धेरै याद चाहिँ छैन। रिटेन अर्निङ के हो? रिटेन अर्निङ के हो? नोट हेरेर भन्न पनि पाइयो, तर भन्न चाहिँ पर्यो। जसले भन्नु त्यो चाहिँ पछाडि पर्यो। सोल्युसन हेरेर भन्न पाइएन, नोट हेरेर भन्न चाहिँ पाइयो। प्राइमरी। डेभेन्चर रिडेम्सन रिजर्भ के हो? डेभेन्चर रिडेम्सन रिजर्भ प्राइमरी हो? मलाई थोरै शङ्का लाग्यो, हेरौँ है त।
डिभेन्चर रिडेम्सन रिचार्ज छ, प्राइमेरी नै रहेछ प्राइमेरी। इन्भेस्टमेन्ट इन इक्विटी अफ इन्स्टिट्युसन विथ फाइनेन्सियल इन्ट्रेस्ट प्राइमरी हो तर घटाउन पर्छ होइन त, त्यही हो। सबअर्डिनेटेड टर्म डेट यो सेकेन्डरी हो, सप्लिमेन्ट्री हो। जनरल लोन लस प्रोभिजन के हो, सप्लिमेन्ट्री हो। एक्सचेन्ज इक्विलाइजेसन रिजर्भ के हो, सप्लिमेन्ट्री हो। इन्भेस्टमेन्ट एडजस्टमेन्ट रिजर्भ पनि सप्लिमेन्ट्री हो। ओके, अब के नै भयो र, अब प्राइमेरी भेडा भेडा बाख्रा बाख्रा छुट्टिहाल्यो, जोडेर रेसियो त तपाईँहरू निकालिहाल्नुहुन्छ, मैले के भन्नै पर्दैन यसमा। स्ट्याटुटरी प्राइमरी हो, प्राइमरी नै हो भन्ने प्राइमरीमै त लगाएँ होला मैले, सप्लिमेन्ट्री लेखेँ, प्राइमरी हो भने प्राइमरी हो। प्राइमरी हो स्ट्याटुटरी, प्राइमरी हो। फेरि अगाडि बढौँ है त। अब फेरि फेरि त्यही कुरा हो ल, इक्विटी सेयर क्यापिटल के हो, इरिटेट भए पनि भनिराख्नुहोस् है, तपाईँलाई एउटा क्वेसन 50 चोटि सोधे जस्तो भइरहेको होला तै पनि ल, अब याद हुन्छ प्र्याक्टिस हुन्छ कि। प्राइमरी। स्ट्याटुटरी रिजर्भ के हो, प्राइमरी। त्यसपछि यसमा के निकाल्न पर्छ, क्यापिटल एडिक्वेसी रेसियो निकाल्न पर्ने छ। सुरुमा क्यापिटल, इक्विटी सेयर क्यापिटल भयो। यो तलको एसेट भनेको चाहिँ पक्कै पनि मलाई रिस्क क्यालकुलेट गर्नको लागि दिएको होला, छोडिदिउँ एकछिनलाई। क्यापिटल रिजर्भ के हो, क्यापिटल रिजर्भ के हो, प्राइमरी। क्यापिटल रिजर्भ 78 हो, तर यसमध्ये 16 चाहिँ रिभ्यालुएसन रिजर्भ हो। भनेपछि एक्चुअल क्यापिटल रिजर्भ भनेको त कति हो, 78 माइनस 16 गरेर कति हुन्छ, 6 उता घट्यो कति, 2 6 62, 62 त क्यापिटल रिजर्भ भयो। भनेपछि यो 18 चाहिँ केमा जान्छ, यो 18 रिभ्यालुएसन रिजर्भ चाहिँ के हो, प्राइमरी हो कि सेकेन्डरी हो, प्राइमरी और सेकेन्डरी। यहाँ गएर हेरौँ है त, सेकेन्डरीमा कहाँ लेखा छ, एसेट रिभ्यालुएसन रिजर्भ सेकेन्डरी हो है त, सक्यो। यहाँ लेख्दाखेरि अरू केही भने छैन नि होइन, सबै हो भन्छ, सबै हो। ल, क्यापिटल निकाल्न आइहाल्यो, यो प्राइमरी, योमा पनि 62 प्राइमरी बाँकी सेकेन्डरी। सुरुमा त्यो हेरौँ, प्राइमरीमा राखेछ, प्राइमरीमा राखेछ, 62 प्राइमरीमा राखेछ। सप्लिमेन्ट्रीमा यो होइन है, डिरेक्टिभमा क्यापिटल रिजर्भ रिलेट यो वाला प्रोभिजन छैन, 16 मा 16 नै तपाईँको हुन्छ। बुझ्नुभयो, अहिले त्यो प्रोभिजन नै छैन। क्लियर छ त्यो, अहिले त्यो वाला प्रोभिजनै छैन। अब एसेट रिभ्यालुएसन रिजर्भमा त्यो लेखेकै छैन कति पर्सेन्टसम्म इन्क्लुड गर्न पाइने भनेर। अहिले एकचोटि डिरेक्टिभ पनि खोलेर हेरौँला है त। ल फेरि अगाडि बढौँ, यसमा 16 नै हुन्छ। अब मलाई रिस्क वेटेड एक्सपोजर पनि त चाहियो नि त क्यापिटल एडिक्वेसी क्यालकुलेट गर्नको लागि त। त्यसको लागि मलाई न टोटल रिस्क वेटेड एक्सपोजर दिएको छ, न मलाई के दिएको छ, क्रेडिट रिस्क, अपरेसन रिस्क, मार्केट रिस्क भनेर दिएको छ। तर यहाँ क्रेडिट रिस्क निकाल्नको लागि इन्फर्मेसन, एसेटको अथवा अफ ब्यालेन्स सिट आइटमहरूको इन्फर्मेसन चाहिँ दिएको रहेछ। यसलाई मैले
त्यो बेजल अथवा डिरेक्टिभले दिएको रिस्क वेटले मल्टिप्लाई गरेर जोडे भने मेरो क्रेडिट रिस्क त आउँछ नि त, हो कि होइन भन्नुहोस् त। हो भने यस लेख्नुहोस्, होइन भने नो लेख्नुहोस्। यस लेख्नुलाई वाइ लेख्नुहोस्, नो लेख्नुलाई यस लेख्नुहोस्। हो भने तपाईँहरूले मलाई रिस्क वेट भनिदिन सक्नुहुन्छ? क्यास ब्यालेन्स विथ एनआरबी रिस्क वेट कति हो? सबैले एकजना नि छुट्न भन, हेरेर भन्न पाइन्छ। एन्सर हेरेर भन्न पाइँदैन, नोट हेरेर भन्न पाइन्छ। 0। ब्यालेन्स विथ अदर ब्याङ्क के हो रिस्क वेट? ब्यालेन्स विथ अदर ब्याङ्क रिस्क वेट कति हो? 0। हेरेर भन्दा चाहिँ मिस्टेक नगर्नु, हेरेर भन्न पनि पाइन्छ भनिरहेको छु। अदर इन्भेस्टमेन्टमा रिस्क वेट कति हो? 100 हो। कति हो अदर इन्भेस्टमेन्टमा रिस्क वेट? 100 होला है जहाँसम्म लाग्छ। अब लोन ग्यारेन्टेड बाई गभर्मेन्ट अफ नेपालमा रिस्क वेट कति हो? 0 हो। अरूमा कति हो? 100 होला। अदर एसेट यो फर्निचरहरूमा नि 100 हो। यो अफ ब्यालेन्स सिटमा एडभान्स पेमेन्ट एन्ड ग्यारेन्टीमा कति हो? 40 हो। कति हो? यहाँ छ 100 नै हो। सबै सबैमा 100 त भन्नुभएको छैन नि मलाई त्यसै। अल अदर कन्टिजेन्ट एसेटमा 100 नै रहेछ। ल ठिक छ, 100 हो। भनेपछि यसमा नि 100 नै हो कि 0 कि 100 मात्र आयो त, होइन त? ल यही दिएकै छ, त्यही वेट तपाईँले भनेको लगभग मिल्यो पनि। तर ब्यालेन्स विथ अदर ब्याङ्कलाई त 20 लेखिरहेको छ त, तपाईँले बिगार्नु भयो कि सोल्युसनले बिगार्यो? क्यासलाई 0, ब्यालेन्स विथ एनआरबीलाई 0, अनि त्यसपछि क्लेम अन डोमेस्टिक ब्याङ्क कसले बिगार्यो? तपाईँले बिगार्नु भयो कि तपाईँले अन्दाज लाएर भन्नुभयो त? 0 भन्ने को हो? किन 0 भन्नुभयो भन्नुहोस् त? अब म डिरेक्टिभ खोल्न पर्यो। रिक्स वेट कन्फ्युज भयो भने डिरेक्टिभमा खोलेर हेर्न मिल्छ। पहिलो कुरा चाहिँ रिक्स वेट दिन पर्छ भन्ने ओपिनियन हो मेरो। तपाईँले विद्यार्थीले त्यो रिक्स वेट भोगेर बस्नुपर्ने स्थिति आउन हुँदा हुँदैन। मैले चाहिँ भोगेको थिइनँ है ट्याप टू पढ्दाखेरि। कहाँ त्यो फेरि तपाईँहरू कहाँ जानुभयो? आफ्नो लजिक दिन थाल्नु। म तपाईँलाई आफ्नो लजिक दिन पाइँदैन भने होइन। यहाँ यस्तो मजाले लेखिरहेको छ यी। क्लेम अन डोमेस्टिक ब्याङ्क द्याट मिट क्यापिटल एडिक्वेसी रिक्वायरमेन्ट 20% हो। क्लेम अन ब्याङ्क डोमेस्टिक ब्याङ्क द्याट डु नट मिट टुल्स टु म्यानेज लिक्विडिटीको सबै पोइन्ट डिस्कस किन नगर्नु भएको? डिस्कस गरिन्छ। क्लास सकियो र आजादजी? क्लास सकियो तपाईँको? धेरै कुरा डिस्कस गरेको छैन। इन्ट्रेस्ट इन्कम रिकग्निसन डिस्कस गरेको छैन। नोट फर कलेक्सन डिस्कस गरेको छैन। बाँकी नै छ त। फ्लोमा पढाइरहेको छु म एउटा, चाहिएको बेला चाहिँ पढाइरहेको छु। त्यहाँ धेरै यसो कुराहरू। इन्टर ब्याङ्क लेन्डिङलाई नि 20%, यस क्लेम अन डोमेस्टिक ब्याङ्क द्याट मिट क्यापिटल एडिक्वेसी रिक्वायरमेन्ट। अर्को ब्याङ्कले यो सब याद गर्ने टिप्स दिनुहोस् न। मैले नै याद गरेको थिइनँ भन्दैछु प्रदीप चाहिँ, तपाईँ फेरि मलाई याद गर्ने टिप्स चाहिँ सोध्दै हुनुहुन्छ। कहाँ यो हेर्नु, यो रिक्स वेट यत्रो धेरै छ, कहाँ तपाईँको यो याद गर्ने तपाईँको होइन कि खास। तर यसो इक्जाममा आएको आएको चाहिँ याद गरेर जानुहोस् न, के भनौँ। यसो हेरिराख्ने हो भने तिन चारचोटि हेर्नु भने याद त हुन्छ, यादै नहुनु त होइन। तर क्याप टू लेभलमा हजुरको नोटमा मिस्टेक छ, हो त्यो मिस्टेक भएर छ।
क्लेम अन डोमेस्टिक बैंक यो 80% होइन, यो 20% हो। याद नगरी इक्जाममा कसरी लेख्ने, आइकियाले क्वेसन सोध्दैन भनेर सोचेको मैले। कहिले काहीँ चाहिँ क्वेसन सोद्धाखेरि उसैले वेट दिन्छ कि, त्यही भएर हो। र क्वेसन सोध्यो भने वेट दिन पर्छ भन्ने चाहिँ मेरो लजिक हो। दिएन भने पनि केही छैन, नोटमा भए जति चाहिँ एटलिस्ट घोक्नु न। सोध्या छ दिया छैन मलाई थाहा छ। यसलाई 20 बनाउनुहोस् है आफ्नो नोटमा। दोज द्याट मिट द क्यापिटल एडिक्सी रिक्वायरमेन्टमा 20 बनाउनुहोस्। अनि बाँकी पनि एकचोटि वेट रिकन्फर्म चाहिँ गर्नुहोस्। एटलिस्ट यो नोटमा भए जति मात्रै चाहिँ घोक्नुहोस्, बाँकी घोक्न परेन। नोटमा भए जति घोक्नुहोस्, नभए टिप भने यति हो, नोटमा भए जति चाहिँ घोक्नुहोस्। नत्र यो फर्मुला कुनै फर्मुला नै छैन, यो टक्का यो फर्मुला भनिदिन्छु त्यति भएपछि तपाईँहरूको निस्किन्छ भन्नुलाई पनि केही पनि छैन, त्यही भएर घोक्ने बाहेक अरू उपाय नै छैन है त। अब यो रिक्सले मल्टिप्लाई गरेर तपाईँको रिक्स वेटेड एक्सपोजर, त्यसपछि तपाईँले निकाल्न त सकिहाल्नुहुन्छ। अब यो क्वेसनमा के चाहिँ भयो भन्दाखेरि क्रेडिट रिक्स निकाल्ने बाहेक अरू कुनै इन्फर्मेसन नै दिएन, त्यही भएर क्रेडिट रिक्स नै मेरो टोटल रिक्स हो भनेर चल्न पर्ने हुन्छ क्वेसनको लिमिटेसनले गर्दा। क्लियर छ? यो क्वेसन हामी गर्दैनौँ, फुल ब्यालेन्स सिट बनाउने क्वेसन हामी गर्दैनौँ। फुल पिएनएल बनाउने क्वेसन पनि हामी गर्दैनौँ। ठिक छ, क्यापिटल एडिक्वेसीमा केही समस्या छ सोध्नुहोस् त। छैन भने हामी इन्ट्रेस्ट इन्कम कसरी रिकग्नाइज गर्ने भन्नेतिर जान्छौँ। यहाँ एउटा राम्रो क्वेसन सोधेको रहेछ, यो होमवर्क गर्नुहुन्छ 2019 जुनको क्वेसन होमवर्क गर्नुहोस् है त। क्यापिटल एडुकेसी क्यालकुलेसनै हो, होमवर्क गर्नुहोस् है त। यहाँ 3टा सुपरभिजनरी एक्सनले जे भनेको छ त्यही गरिदिनुहोस् है। 2% अफ ग्रस इन्कमलाई चाहिँ अपरेसन रिस्कमा गएर चार्ज गर भनेको छ, अपरेसन रिस्कमा गएर 2% अफ ग्रस इन्कम एड गरिदिनुहोस्। अनि त्यसपछि जे भनेको छ यहाँ त्यही गरिदिनुहोस्, अनि टोटल रिस्क वेटेड एक्सपोजर निकाल्नुहोस्। रेट रिलेटेड हो, अब त्यही हो, अब रेट भएपछि तपाईँले गर्न सक्नुहुन्छ भन्नुभयो, रेट चाहिँ यादै गर्नुपर्ने भयो। यो 18 नम्बर क्वेसन तपाईँहरूको होमवर्क है, कम्पलसरीली तपाईँले गर्नु है, यो राम्रो क्वेसन छ। मैले गराउन औचित्य देख्दिनँ, किन भन्दाखेरि त्यही वेट हाल्ने हो, मल्टिप्लाई गर्ने हो, जोड्ने हो, धेरै अपरेसन रिस्क दिएकै छ। माथिकोमा तपाईँले प्राइमेरी सेकेन्डरी छुट्याउँदै गएर जोड्ने हो। अनि यो अपरेसनमा पनि कुन कुनमा चाहिँ राष्ट्र ब्याङ्कको सुपरभिजन डिपार्टमेन्टले चाहिँ यहाँ कुन कुन रिस्क बढा भनेको छ, त्यो रिस्क चाहिँ तपाईँले यहाँ आएर जोडिदिने हो। यो एकचोटि होमवर्क गर्नुहोस्, केही डिस्कसन छ केही कन्फ्युजन भयो भने सोध्नु होला। अब हामी ब्याङ्कले इन्ट्रेस्ट इन्कम कसरी रिकगनाइज गर्छतिर जान्छौँ। क्लास नसकिँदासम्म यो कन्सेप्ट अझै पढाइ भएको छैन नभन्नुहोस् है, पढाइ भएको छैन भनेर नै हामी अगाडि बढ्दैछौँ नि त। त्यही भएर अब हामी तपाईँले यहाँ फेरि हिजो कसैले इन्ट्रेस्ट इन्कम त पढाइ नै भएको छैन भन्नुभएको भए त फेरि आज आउँथेन नि त यो कुरा। त्यही भएर सुरुमा चाहिँ क्लास सकिन दिनुहोस् ल। अब इन्ट्रेस्ट इन्कमको कुरा गरौँ। इन्ट्रेस्ट इन्कम, इन्ट्रेस्ट इन्कमको कुरा गर्दाखेरि ब्याङ्कको इन्ट्रेस्ट इन्कम भनेको इन्भेस्टमेन्ट इन्कम हो कि रेभेन्यू हो भन्नुहोस् त मलाई सुरुमा। एनएफआरएस पढाएको मैले पढाएको हो। कहाँ इन्भेस्टमेन्ट इन्कम हुने, ब्याङ्कको त नर्मल कामै ब्याज इन्कम होइन, उसको त रेभेन्यू नै ब्याङ्क इन्कम हो नि। इन्कम फ्रम अर्डिनरी एक्टिभिटी अफ द एन्टिटी इज रेभेन्यू। ओके, रेभेन्यू तपाईँले आधोसम्म पढे अनुसार इन्ट्रेस्ट इन्कम पनि रेभेन्यू, रेभेन्यू पनि हाम्रो इन्ट्रेस्ट इन्कमै हो। इन्ट्रेस्ट यो चाहिँ ब्याङ्कको रेभेन्यू भने इन्ट्रेस्ट इन्कमै हो। कसरी रिकगनाइज गर्ने हो मलाई भनिदिनुहोस् त, एकजनाले अनम्युट गरेर भने पनि हुन्छ अथवा च्याटमा लेखे पनि हुन्छ। रेभेन्यू कसरी रिकगनाइज गर्ने हामीले पढिसक्यौँ है। इन्ट्रेस्ट इन्कम कसरी रिकगनाइज गर्ने, रेभेन्यू कसरी रिकगनाइज गर्ने पढिसक्यौँ। कसैले च्याटमा अथवा अनम्युट गरेर भन्दा हुन्छ, भन्नुहोस् त, भन्दै गर्नुहोस्, म एउटा डकुमेन्ट खोल्दै पनि गर्छु।
रेभेन्यू कसरी रिकग्नाइज गर्ने भन्नुहोस् त? इन्ट्रेस्टलाई इफेक्टिभ इन्ट्रेस्ट अनुसार, अनि फाइभ 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 स्टेप मोडल पनि हेर्न पर्यो रेभेन्यूको लागि, होइन त? जर्नल इन्ट्रिज भन्दा ठिकै छ, जर्नल इन्ट्री दिनुभयो भने ठिकै छ, हो कि होइन? अनि यो एबिसी लाई जारी गरेको र यस ब्याङ्कबाट, यस ब्याङ्क भनेको राष्ट्र ब्याङ्कबाट क ख ग वर्ग इज्जत प्राप्त संस्थालाई कस्तो लेखा नीति फलो गर्ने भन्दाखेरि, इजाजत प्राप्त संस्थाले आफ्नो वित्तीय विवरण नेपाल वित्तीय प्रतिमान एनएफआरएस अनुसार तयार गर्नुपर्नेछ। नेपाल वित्तीय प्रतिमान एनएफआरएसले समावेश नगरेको क्षेत्रहरूमा आइएफआरएसलाई आधार लिन सकिन्छ। के भन्यो? ब्याङ्कले एनएफआरएस फलो गर्न पर्छ भनेर भनिदियो भनेपछि ब्याङ्कले पनि अफकोर्स इन्ट्रेस्ट इन्कमलाई अहिले कसरी रिकग्नाइज गर्छ होला? गर्न पर्ने हो, भन्नुहोस् त? इफेक्टिभ इन्ट्रेस्ट रेटले। तर कुरा के आइदियो भन्दाखेरि, अहिले सुरुमा प्र्याक्टिकली अहिलेको कुरा गर्छु, त्यसपछि इक्जामको कुरा गर्छौँ है त। तर के कुरा छ भन्दाखेरि, इफेक्टिभ इन्ट्रेस्ट रेट निकाल्न चाहिँ अलिकति धेरै लोनहरूलाई गाह्रो भयो। त्यही भएर हामीलाई एज अ प्र्याक्टिकल एक्जामिसन चाहिँ देऊ भनेर 2018देखि आजसम्म 7 वर्ष चाहिँ उसलाई प्र्याक्टिकल एक्सपिडिएट अथवा कार्भ आउट भन्छ, त्यसलाई कार्भ आउट दिएको थियो, इफेक्टिभ इन्ट्रेस्ट रेट नलगाए नि हुन्छ भनेर। जुन कार्भ आउट अनि कसरी रिकगनाइज गर्थ्यो त दाइ? उनीहरूले राष्ट्र ब्याङ्कले एउटा इन्ट्रेस्ट इन्कम रिकग्निसन गाइडलाइन इस्यु गरेको थियो। अहिले कथा बुझ्नुहोस्, इक्जामको लागि रिलेभेन्ट छैन, इक्जामको लागि रिलेभेन्ट भएपछि म तपाईँलाई ध्यान दिनुहोस् भनिहाल्छु, यो कथा हो है सबै। त्यसपछि इन्ट्रेस्ट इन्कम रिकग्निसन गाइडलाइन्स थियो, त्यो अनुसार रिकग्नाइज गर्थे। तर अहिले आएर पुरानो इन्ट्रेस्ट इन्कम रिकग्निसन गाइडलाइन्स पनि खारेज भयो र अहिले चाहिँ फेरि नयाँ इन्ट्रेस्ट इन्कम रिकग्निसन गाइडलाइन्स आएको छ, जुनलाई चाहिँ एनएफआरएसलाई आत्मसात गर्दै चलेको छ। तर भन्न चाहिँ के भनेको छ भन्दाखेरि, पुरानो लोनहरूलाई चाहिँ इफेक्टिभ इन्ट्रेस्ट रेट लगाउन गाह्रो भयो, त्यही भएर अब ब्याङ्कले दिने नयाँ लोनहरूलाई मात्रै इफेक्टिभ इन्ट्रेस्ट लगाउँदै जाऊ न तिमी भनेर एज अ तपाईँको के भन्छ कार्भ आउट जस्तो दिएको छ। यो भने प्र्याक्टिकल सिनारीमा त प्र्याक्टिकल्ली ब्याङ्कले कसरी इन्ट्रेस्ट इन्कम रिकग्निसन गर्छ भनेर सोध्नुहुन्छ भने यसरी रिकग्निसन गर्छ। अब त्यो तपाईँले फाइनलमा आर्टिकलसिप गर्दाखेरि ब्याङ्क अडिट गर्नुभयो अथवा ब्याङ्किङ सेक्टरमा इन्ट्रेस्ट भयो भने पढ्न सक्नुहुन्छ। अब कुरा गरौँ इक्जामको लागि र ट्रेडिसनल्लीको लागि। अब ध्यान दिनुहुनेछ है, पहिला धेरै पहिला पनि के हुन्थ्यो भन्दाखेरि इन्ट्रेस्ट इन्कम चाहिँ एक्रुअल बेसिसमा अथवा एक्रुअल बेसिसमै बुक हुन्थ्यो। इफेक्टिभ इन्ट्रेस्ट रेट मेथड नभए पनि एक्रुअल बेसिसमा भए पनि बुक हुन्थ्यो। तर कुरा के आयो भन्दाखेरि, ब्याङ्कले इन्ट्रेस्ट इन्कम बुक गर्ने, प्रफिट देखाएको देखाइ गर्ने, सेयर होल्डरले गएर डिभिडेन्ड पनि खाइदिने, तर लोन चाहिँ नउठ्ने, लोनको ब्याजै नउठ्ने र एकैचोटि गएर ब्याङ्कलाई ठुलो धक्का लाग्ने, लोन रिसिभेबल पनि डुब्यो, लोनको एक्चुअल किस्ता पनि बिच्क्यो, डुब्यो, साउ पनि डुब्यो, गर्दाखेरि ब्याङ्कलाई एकदम ठुलो धक्का लाग्ने हुन थाल्यो। ब्याङ्किङ सेक्टर अलिकति केओटिक हुन थाल्यो। त्यसपछि राष्ट्र ब्याङ्कले के भन्यो भन्दाखेरि, त्यसरी हुँदैन, तिमीहरू ब्याङ्क नालायकहरू, तिमीहरू सबैले इन्ट्रेस्ट इन्कम ब्याज इन्कम चाहिँ क्यास बेसिसमा, अरू सबै जेसुकै गर, तर ब्याज इन्कम चाहिँ क्यास बेसिसमा रिकग्नाइज गर भनेर थर्कायो। डिरेक्टर थर्कायो त के भन्ने, यही युनिफाइड डिरेक्टिभमा प्रोभिजन लिएर आइदियो। त्यसपछि अब कसरी अकाउन्टिङ हुन्थ्यो त भनेर हेरौँ है त। त्यतिखेर आजकल यो फलो हुँदैन, तर आइक्यानको किताब लेख्दा चाहिँ यही फलो हुन्थ्यो। त्यही भएर हामी तपाईँलाई पुरानो अनुसार चाहिँ के हुन्थ्यो भनेर भन्न खोजेको। नयाँ अनुसार के हुन्थ्यो भनिसकेँ मैले अलरेडी। नयाँ अनुसार के हुन्छ? इफेक्टिभ इन्ट्रेस्ट रेट। र अहिले इन्ट्रेस्ट इन्कमको इन्ट्रोड्युसनै नयाँ गाइडलाइन आएको छ, त्यो अनुसार हुन्छ। अब सिस्टमले इन्ट्रेस्ट क्यास बेसिसमा बुक गर्ने, क्यास बेसिसमा त इन्कम बुक गर्ने, तर मैले फलानु व्यक्तिबाट ब्याज उठाउन बाँकी छ भनेर त सिस्टमले देखाउन पर्यो पर्यो नि त, हो किन भन्नुहोस् न? ब्याङ्कले आफ्नो इन्कम त क्यास बेसिसमा रिकग्नाइज गर्छ, ठिक छ, तर महिना मरेपछि तपाईँको यति ब्याज पाक्यो भने त सिस्टमले क्यालकुलेट गरेर दिन पर्यो नि त, हो कि होइन भन्नुहोस् त? हो भने यस लेख्नुहोस्, होइन भने नो लेख्नुहोस् त, हो कि होइन? सिस्टमले ब्याज त क्यालकुलेट गरेर दिन पर्यो भनेपछि ब्याजलाई अक्रू गर्दाखेरि चाहिँ यो इन्ट्री पास हुन्छ, इन्ट्रेस्ट रिसिभेबल एकाउन्ट डेबिट टु इन्ट्रेस्ट सस्पेन्स एकाउन्ट। यो भने एसेट एकाउन्ट, यो भने एउटा लाइबिलिटी एकाउन्ट, यो भने नोसनल इन्ट्री जस्तो भयो।
मेरो रिसिभेबल चाहिँ बुक गर्नको लागि मैले इन्ट्रेस्ट रिसिभेबल एकाउन्ट डेबिट टु इन्ट्रेस्ट सस्पेन्स एकाउन्ट भनेर बुक गरेँ। यहाँसम्म ठिक छ? यहाँसम्म ठिक छ भन्नुहोस् त। जब मेरो एक्चुअल क्यास आउँछ, क्यास आउँदाखेरि क्यास एकाउन्ट डेबिट टु इन्ट्रेस्ट रिसिभेबल गर्छु मैले। मानाम इन्ट्रेस्ट रिसिभेबल एक्रु 400 रुपियाँ भयो। 400 रुपियाँ कुनै एउटा बरोवरको रेस्पेक्टमा, कुनै एउटा ऋणीको रेस्पेक्टमा इन्ट्रेस्ट एक्रु 400 भयो। मेरो क्यास एक्चुअली 300 रुपियाँ आयो भने क्यास एकाउन्ट डेबिट 300 टु इन्ट्रेस्ट रिसिभेबल क्यास आयो, हो कि होइन भन्नुहोस् त, हो कि होइन? र यति नै रकम चाहिँ मैले इन्ट्रेस्ट सस्पेन्सबाट घटाएर इन्ट्रेस्ट इन्कममा पठाउँछु। इन्ट्रेस्ट इन्कम एकाउन्ट डेबिट 300 रुपियाँ टु इन्ट्रेस्ट इन्कम। सकियो। क्लोजिङमा ब्यालेन्स सिट हेर्ने हो, पिएनएलमा हेर्ने हो भने इन्कम इन्ट्रेस्ट इन्कम भन्दा 300 रुपियाँ देखिने भयो। ब्यालेन्स सिट हेर्ने हो भने इन्ट्रेस्ट रिसिभेबल एसेट 100 रुपियाँ र इन्ट्रेस्ट सस्पेन्स लाइबिलिटी 100 रुपियाँ, नेटमा गर्दाखेरि 0 देखिने भयो। क्लियर छ? कति लिनुपर्ने हिसाब पनि बस्यो र इन्कम पनि बुक भएन यसरी इन्ट्री पास गर्दाखेरि, हो कि होइन भन्नुहोस् त। सधैँ इन्ट्रेस्ट रिसिभेबलको एमाउन्ट ब्यालेन्स सिटमा चाहिँ इन्ट्रेस्ट रिसिभेबल र इन्ट्रेस्ट सस्पेन्स बराबर हुन्छ। बुझ्नुभयो? यस सर, हामीलाई जति त्यो क्यास आयो त्यति त्यति हामीले इन्कम त्यो मान्दै गएर एन्ट्री त्यो सस्पेन्ड क्यान्सल हुँदै जाँदो रहेछ होइन सर? हो। यसमा के पनि गर्न सकिन्छ भन्दाखेरि अल्टरनेटिभ एन्ट्री भनेको क्यास आउने बित्तिकै क्यास एकाउन्ट डेबिट टु इन्ट्रेस्ट इन्कम गरिदिने, अनि जति क्यास आयो त्यति चाहिँ इन्ट्रेस्ट सस्पेन्स एकाउन्ट डेबिट टु इन्ट्रेस्ट रिसिभेबल गरिदिने। जे गरे नि कुरा चाहिँ एउटै हो। अहिलेलाई यही इन्ट्री भनेर बुझ्नुहोस्। मैले जुन अल्टरनेटिभ इन्ट्री भने त्यो पनि गर्न मिल्छ। प्र्याक्टिकल्ली के हुन्छ, प्र्याक्टिकल्ली त इफेक्टिभ इन्ट्रेस्ट रेट अनुसार हुन्छ। ब्याङ्कहरूले लाउन हामीलाई इफेक्टिभ इन्ट्रेस्ट रेट लाउन गाह्रो भयो भनेर हार गुहार गरेपछि राष्ट्र ब्याङ्कले ठिकै छ पुरानो लोनहरूलाई नलगाऊ, नयाँ लोनलाई भए पनि इफेक्टिभ इन्ट्रेस्ट रेट चाहिँ लगाऊ भनेर निर्देशन जारी गरेको छ फिलहाललाई। क्लियर छ? क्लियर छ भन्नुहोस् त, इन्ट्रेस्ट इन्कम कसरी रिकगनाइज गर्ने रहेछ भनेर। तपाईँलाई इक्जाममा आयो भने के गर्ने त भाइ? इक्जाममा आयो भने 2 लाइन लेख्ने। आजकल एनएफआरएस 15 र एनएफआरएस 9लाई हेर्दाखेरि इन्ट्रेस्ट इन्कम चाहिँ इफेक्टिभ इन्ट्रेस्ट रेट अनुसार गर्न पर्ने हो र राष्ट्र ब्याङ्कको इन्ट्रेस्ट इन्कम रिकग्निसन गाइडलाइन अनुसार पनि नयाँ लोनको लागि इफेक्टिभ इन्ट्रेस्ट रेट अनुसार गर्न पर्छ। तर हाम्रो सिलेबसमा भएको र आइकेनको बुकमा भएको पुरानो इन्ट्रेस्ट इन्कम रिकग्निसन चाहिँ यसरी हो। भनेपछि हामीले सोल्युसन गर्दा चाहिँ त्यही आइक्यानकै मेटेरियलमा भएको अनुसार भन्नाले यही आन्सर गर्नु पर्यो होइन? पर्यो, तर सुरुमा त अलिकति ब्याकग्राउन्ड लेखिदिनु भयो भने इक्जाममा चेक गर्ने मान्छे खुसी हुन्छ। इक्जाममा चेक गर्ने मान्छे कस्तो पर्छ भनेर भर हुँदैन कि यदि मैले ब्याङ्किङ सेक्टरमा काम गरेको थिइनँ भने मलाई यो याद पनि हुन्थेन कि क्याप 2मा पढेको कुरा। अब इक्जामिनर पनि त्यस्तै हो, इक्जामिनर ब्याङ्किङ सेक्टरमा कामै नगरेको मान्छे पर्यो र उसलाई यो धेरै प्र्याक्टिकली थाहा नै छैन भने तपाईँले नयाँ अनुसार गरिदिनु भयो भने पनि उसले भाग्यले के गरेको सोल्युसन अनुसार गरेन भनेर काटिदिन सक्छ। त्यो भएर त्यो चाहिँ ख्याल गर्नु एउटा कुरा। दोस्रो कुरा चाहिँ सायद नसोध्ला इन्ट्रेस्ट इन्कम रिकग्निसन त्यो पुरानो क्वेसनहरू चाहिँ, तैपनि सिलेबसमा भएको भएर मैले बताइदिएको। न्यू डिरेक्टिभ अनुसार ब्याङ्कले एनएफआरएस फलो गर्न पर्छ। एनएफआरएस 9 अनुसार स्टेज 1 र 2लाई चाहिँ एक्रुअल बेसिस अथवा इफेक्टिभ इन्ट्रेस्ट रेट अनुसार गरिन्छ। स्टेज 3लाई चाहिँ एक्रुअलै गरिन्छ तर क्यारिङ एमाउन्ट लेस एक्सपेक्टेड क्रेडिट लसमा गरिन्छ। फाइनल लेभलमा गएर बुझ्नुहुन्छ, जस्तो प्र्याक्टिकली मैले राखिदिएँ। नयाँ इन्ट्रेस्ट इन्कम रिकग्निसन गाइडलाइन राष्ट्र ब्याङ्कले इस्यु गरेको छ। त्यसले चाहिँ स्टेज 1 र स्टेज 2 भनेको हामीले पर्फर्मिङ र नन पर्फर्मिङ भनेर छुट्याएको थियौँ नि, त्यस्तै एनएफआरएस 9 अनुसार चाहिँ स्टेज 1 स्टेज 2 स्टेज 3 भनेर छुट्याइन्छ। त्यस्तै स्टेज 1 भने एकदम राम्रो, स्टेज 2 भने हल्का कम छ, स्टेज 3 भने खत्तम।
स्टेज 1 र 2 लाई ठिक एकदम राम्रो र ठिकै ठिकैको लोन एक्रुअल बेसिसमा, खत्तम लोनलाई मात्रै क्यास बेसिसमा। यहाँसम्म क्लियर छ भन्नुहोस् त? क्लियर छ भन्नुहोस् त? यो जब चाडा जनाउने त तपाईँलाई मैले के नै भन्न पर्यो यत्रो क्याप 2 पढेको विद्यार्थीलाई? तैपनि प्र्याक्टिकल्ली अथवा ट्रेडिसनल्ली कसरी हुन्थ्यो भन्ने क्लियर छ भन्नुहोस् त? क्लियर छ भने हामी अगाडि जाउँ। एउटा दुइटा क्वेसन छ यसको, यस्तै सिम्पल इक्जाम्पल रिलेटेड गर्नु होला है त। म प्र्याक्टिकली गर्न थालिने। ल, अब अकाउन्टिङ फर इन्भेस्टमेन्ट कसरी गर्ने क्याप 3 मा एनएफआरएस 9 अनुसार गरिन्छ हामी पढ्छौँ। फरेक्स ट्रान्जेक्सनको गेनलाई के गर्ने, स्टेटमेन्ट अफ प्रफिट एन्ड लसमा पठाउने, एनएस 21 मा जे गर्नु भएको थियो त्यही लसलाई पनि त्यही स्टेटमेन्ट अफ प्रफिट एन्ड लसमा पठाउने। तर त्यसमा तपाईँले बाफिया अनुसार 25% अफ फरेक्स गेनलाई चाहिँ फरेन एक्सचेन्ज फ्लक्चुएसन फन्डमा फाल्ने भनेर पढ्नु भएको थियो, त्यो चाहिँ गर्न पर्यो। ओके, ओके छ। हामी अब 5-6 मिनट चाहिँ थ्योरी पढ्छौँ है त। यो तपाईँले के पढ्नु भएको थियो त्यो पनि मैले यहाँ रिपिट गरिनँ है। एउटा तपाईँले के पढ्नु भएको थियो भन्दाखेरि फरेन एक्सचेन्ज गेन लस को रिजर्भ बनाउने, फरेन एक्सचेन्ज रिजर्भ बनाउने 25% अफ फरेन गेन राखेर, त्यसपछि जनरल रिजर्भ बनाउने भनेर पढ्नु भएको थियो। प्रफिटको 20% ट्रान्सफर गर्दै जाने अन्टिल दि त्यो रिजर्भमा चाहिँ पेड अफ क्यापिटलको ट्वाइस एमाउन्ट जम्मा हुन्छ। ट्वाइस एमाउन्ट जम्मा भइसकेपछि जम्मा 10% पठाए हुन्छ। सिएसआर पनि बनाउन पर्छ। इन्डस्ट्रियल एन्टरप्राइज एक्ट अनुसार 1% अफ नेट प्रफिट चाहिँ सिएसआर को लागि एलोकेट गर्न पर्छ। यो कुराहरू जस्ट जनरल नलेजकै कुराहरू हुन्, प्र्याक्टिकली तपाईँलाई सोध्दैन, मैले बुझाइदिइहालेँ। नन ब्याङ्किङ एसेट भनेको कसैलाई केही याद छ अथवा नाम हेरेर थाहा छ अथवा नाम हेरेर केही गेस गर्न चाहनुहुन्छ? टिम 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 होइन, टिम त होइन, तपाईँहरू स्टुडेन्ट साथीहरू भन्नुहोस् त। नन ब्याङ्किङ एसेट भने के होला? यसो नाम सुनेर गेस गर्न चाहनुहुन्छ? नेपालीमा के भन्छ होला नन ब्याङ्किङ एसेटलाई? त्यही गेस गर्नु पनि पाइयो होला। गेस गर्नुहोस् न, नामको आधारमा गेस गर्नुहोस् न। नन ब्याङ्किङ एसेट भनेको डेप्रिसिएबल एसेट होइन। नन ब्याङ्किङ एसेट भनेको गैर ब्याङ्किङ सम्पत्ति, ब्याङ्किङमा युज नहुने टाइपको सम्पत्ति, मेरो ब्याङ्किङ डेली कारोबारमा युज नभएको मेरो विशिष्ट नेचरको एसेट हो नन ब्याङ्किङ एसेट भने। यदि तपाईँ ब्याङ्कको प्रोसेस के हुन्छ भन्दाखेरि तपाईँलाई जग्गा के अरे लोन दिँदाखेरि जग्गा धितोमा दिन्छ। तपाईँले लोन तिर्नु भएन भने त्यो जग्गालाई उसले लिलाम गरिदिन खोज्छ, अक्सन गर्न खोज्छ। अक्सनमा कोही पनि मान्छे आएनन् भने त्यो जग्गा चाहिँ ब्याङ्कले आफ्नो नाममा पठाउँछ। ब्याङ्कको काम त्यो जग्गाको दलाली गर्ने त होइन नि त। तर ब्याङ्कले जग्गा आफ्नो नाममा लियो, मौका पऱ्यो भने अब बेच्न पनि पर्यो त्यो जग्गा। त्यस्तो एसेटलाई चाहिँ नन ब्याङ्किङ एसेट भन्छ, गैर ब्याङ्किङ सम्पत्ति। ब्याङ्किङको डेली एक्टिभिटीको लागि होइन कि कोलाट्रल उठाइदिएको कारणले, कोलाट्रल नबिकेको कारणले मैले आफै स्वीकार्न परेको एसेट भनेको चाहिँ नन ब्याङ्किङ एसेट हो। बाफियामा पनि यसको बारेमा प्रोभिजनहरू पढ्नु भएको होला तपाईँहरूले। लोन बराबर उठेन भने के हुन्छ, के सुन्न खोज्नु भएको आजादजी? म थोरै कन्फ्युजन भएँ। लोन भन्दा कम कोलाट्रल उठ्यो भने भन्न खोज्नु भएको हो आजादजी? लोन भन्दा पनि कोलाट्रल घाटा लाग्छ। धरोटे बेच्दाखेरि लोन भन्दा कम बराबर उठेन भने त घाटा लाग्छ, त के हो नि? सकेसम्म त्यो ऋणीको सबै सम्पत्तिबाट उठाउने कोसिस गरिन्छ। ऊ पनि टाढ पल्टियो, उसको सम्पत्तिले पनि तिर्न सकेन भने त ब्याङ्कलाई घाटा लाग्छ, के नै गर्न सकियो र। नन ब्याङ्किङ एसेटको फेरि भनिदिनु न, भन्दैछु फेरि भनिदिन्छु। ब्याङ्कले जग्गाहरू धितो राखेर लोन दिएको हुन्छ। कुनै मान्छेले लोन तिर्न सकेन भने सुरुमा 15-20 दिन, हप्ता, 1 महिना, 2 महिना, 3 महिनासम्म पनि वार्निङ दिन्छ। वार्निङ दिँदा दिँदै पनि उसले लोन तिर्न सकेन भने उसको जग्गाहरू धितोहरू लिलाम गरिदिन्छ। लिलाम भनेको अप्सन, तपाईँले पढ्नुभयो होला नि। 1001, 1002, 1003, ल 1000मा बिक्यो भनेर यस्तो यस्तो तपाईँले हेर्नु होला नि फिल्महरूतिर। त्यसरी नै अक्सन गरेर बेचिदिन्छ।
त्यो अक्सन गरेर पनि बिकेन भने चाहिँ त्यो ब्याङ्कले एसेट नै आफ्नो नाममा लैजान्छ। त्यस्तो आफ्नो नाममा लगेको एसेट भनेको चाहिँ गैर ब्याङ्किङ सम्पत्ति अथवा नन ब्याङ्किङ एसेट हो। नन ब्याङ्किङ एसेटलाई आफ्नोमा नाममा लैजाँदाखेरि एमाउन्ट कतिमा देखाउने भन्दाखेरि लोअर अफ लोन एमाउन्ट अर फेयर भ्यालु भनेको बजार मूल्य अथवा लोन एमाउन्ट विच एभर इज लोअरमा चाहिँ नन ब्याङ्किङ एसेटमा राख्ने। 1 मन्थसम्म इन्ट्रेस्ट नतिर्दा फाइन लाग्छ र 1 दिन पनि तपाईँले टाइममा ब्याज तिर्नु भएन भने फाइन लाग्छ। पेनाल्टी इन्ट्रेस्ट भन्छ त्यो लाग्छ। 1 दिन सिस्टमले आफै क्यालकुलेट गर्छ। 1 दिन पनि तपाईँको ओभरड्यु भने पेनाल्टी लाग्छ। अक्सनमा गएको बिल्डिङ एनबी हो होइन, अक्सनमा गएर नबिकेर ब्याङ्कले आफ्नै नाममा लिएर आउनु पर्यो भने चाहिँ बल्ल नन ब्याङ्किङ एसेट हो। नन ब्याङ्किङ एसेटलाई इनिसियल मेजरमेन्ट चाहिँ लोअर अफ लोन एमाउन्ट अर मार्केट भ्यालु अफ प्रपर्टीमा गर्न पर्छ। यदि मार्केट भ्यालु कम छ लोन एमाउन्ट भन्दा भने चाहिँ त्यो लस भनेर स्ट्यान्डर्ड प्रफिट लसमा बुक गर्न पर्छ। र जति बराबरको नन ब्याङ्किङ एसेट मैले बुक गरेँ त्यति बराबरको 100% प्रोभिजन चाहिँ क्रिएट गरेर राख्न पर्छ। बुझ्नुभयो? यहाँसम्म क्लियर छ भन्नुहोस् त। जस्ट इन थ्योरिटिकल कुरा हो, प्र्याक्टिकली तपाईँलाई अलिअलि चाहिन्छ। बुझ्नुभयो के छ? यहाँसम्म बुझ्नुभयो? यहाँसम्म बुझ्नु प्रोभिजन किन क्रिएट गर्छ? प्रोभिजन डकुमेन्टको डिरेक्टिभ नम्बर 4 मा क्रिएट गर भनेको छ, त्यही भएर क्रिएट गर्छ। त्यो भने चाहिँ पैसा फाइदाबाट हटाएर छुट्टै राखोस्, ओनरले पैसा खान नपाओस्, ब्याङ्कको डिरेक्टरहरूले पैसा झिकेर डिभिडेन्डको रूपमा लान नपाउन् भनेर हो। लोन दिने बेला यो प्रपर्टीको यति भ्यालु भनेर भ्यालुएसन गर्ने इन्जिनियरहरू हुन्छन्, उनीहरूले भनिदिन्छन्। अरू भन्नुहोस् त, अरू के क्वेसन छ भने सोध्नुहोस्। हाम्रो ब्याङ्किङमा हामीले जम्मा एउटा कन्सेप्ट पढ्न बाँकी छ अब। त्यो हजुर 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 त्यसमा त त्यो अक्सन भएको प्रपर्टी त त्यो ब्याङ्कको नाममा आएपछि अल्टिमेटली अब उसलाई त त्यो घाटा भएको जस्तो त हुँदैन नि त फेरि, अनि प्रोभिजन चाहिँ किन हेलो हजुर फेरि भन्नुहोस् त। अब अहिले आवाज तपाईँको अलिकति क्लियर आएन। त्यसमा नि अब त्यो अक्सन गरेको त्यो एसेट्सहरू ब्याङ्कले आफ्नै नाममा लगेपछि त त्यो त्यस्तो लस भएको जस्तो त हुँदैन नि त, अनि फेरि प्रोभिजन चाहिँ किन बुक गर्ने हो र? यस्तो हुन्छ। ल हेर्नुहोस् है, राम्रो क्वेसन पनि सोध्नु भयो, सबैले ध्यान दिएर हेर्नुहोस् है त। को बोल्दै हुनुहुन्छ उहाँको नाम नलिऊ, एकजना ए भन्ने मान्छेको नाम लिऊ ल। ए भन्नेको ब्याङ्कमा लोन छ मानम 100 रुपियाँको है त। यो मान्छेले 100 रुपियाँ तिरेको थिएन, यो लोन ब्याड भयो। ब्याड भएपछि के हुन्छ भन्नुहोस् त? लोन ब्याड भयो भने के हुन्छ? लोन ब्याड भयो भने 100% प्रोभिजन चार्ज भएको हुन्छ, हो कि होइन भन्नुहोस् त? यसको अगेन्स्टमा हो कि होइन? अब यो लोन के अरे उठेन, मैले प्रपर्टी अक्सन गर्न खोजेँ, अक्सन नै भएन, मैले धितो नै उठाइदिएँ। धितो उठाइदिएपछि मैले के भने लोअर अफ लोन एमाउन्ट अर धितोको फेयर भ्यालु मानम। धितोको फेयर भ्यालु 200 रुपियाँ रहेछ, धितोको भ्यालु 200 रुपियाँ मानम होइन। ध्यान दिएर हेर्नु है, जसले क्वेसन सोधेको स्पेसली उहाँले चाहिँ ध्यान दिएर हेर्नु। धितोको मूल्य 200 रुपियाँ रहेछ, लोन 100 रुपियाँ छ भने चाहिँ मैले त्यो नन ब्याङ्किङ एसेटलाई एनबिए नन ब्याङ्किङ एसेट एकाउन्ट डेबिट 100 रुपिज टु मैले लोन एकाउन्ट 100 रुपिज गरेर लोनसँग सेटल गर्छु। यहाँसम्म क्लियर छ? क्लियर छ भने यहाँ लेख्नुहोस्, क्वेसन छ भने क्वेसन लेख्नुहोस्। मेरो एसेट आयो, मैले मेरो लोन सेटल गरिदिएँ। मानिलियो यो इन्टिटीको अरू कुनै प्रोभिजन छैन, अरू जिरो छ है। मेरो यो लोन 100 रुपियाँ गयो भनेपछि त यो प्रोभिजन पनि त 100 रुपियाँबाट जिरो भयो नि त, हो किन भन्नुहोस् त? लोनै छैन भने यसको अगेन्स्टमा प्रोभिजन राख्नुको के औचित्य भन्नुहोस् त? हो कि होइन भन्नुहोस् त? मैले प्रोभिजन
लोन लस प्रोभिजन 100बाट 0 बनायो भने 100 रुपियाँ इन्कम जस्तो देखिन्छ, हो कि होइन भन्नुहोस् त, हो कि होइन? लाइबिलिटीको हटायो भने, लाइबिलिटी 100बाट घटाएर 0 बनायो भने, हो यसरी इन्कम बढेको हुन्छ। यसलाई ट्याकल गर्नको लागि चाहिँ जति नन ब्याङ्किङ एसेट छ त्यति बराबर एउटा छुट्टै प्रोभिजन पनि बनाइदेऊ, ताकि यो प्रोभिजन घटेर कतै नजाओस्, अचानक फाइदा भयो जस्तो नदेखियोस् भनेर। बुझ्नुभयो? कसले सोध्दै हुनुहुन्थ्यो? यस सर, बुझेँ सर, थ्याङ्क यू। क्लियर भयो यो कुरा? ओके सर, भयो। ल, यो चाहिँ लजिक बिहाइन्ड द ल हो। तर अब मैले तपाईँलाई के पनि भन्न चाहिँ सकिन्थ्यो भन्दा त्यो डिरेक्टिभमा बना भनेको छ त्यही भएर बनाउने हो भन्न पनि सकिन्थ्यो। हुन चाहिँ यो लजिक बिहाइन्ड द ल चाहिँ यो हो। अब हामी क्विकली एउटा सिम्पल भेरी इजी टपिक, तपाईँको फर्मल्ली ब्याङ्किङ चाहिँ सकियो। अब तपाईँको एउटा के छ भन्दाखेरि बिल फर कलेक्सनको दुईटा क्वेसन छ आइगेनको बुकमा, जुन प्र्याक्टिकल्ली अब छुट्टै तरिकाले हुन्छ बिल डिस्काउन्टिङको अकाउन्टिङहरू, जुन प्र्याक्टिकल्ली पनि यस्तै तरिकाले पनि गर्न मिल्छ। एकदमै सजिलो, एकदमै सजिलो छ। यो दुईटा न्युमेरिकल मात्रै पढ्छौँ हामी, धेरै पढ्दैनौँ। दुइटै न्युमेरिकल इक्जाममा आयो भने यही न्युमेरिकलमा भ्यालु चेन्ज भएर आउँछ, त्यो पनि लगभग ग्यारेन्टिड हो। त्यही भएर अब यो पढौँ है त, बिल डिस्काउन्टिङको बारेमा। तपाईँलाई 2 मिनट ब्रेक चाहिन्छ भने म 2 मिनट ब्रेक दिन्छु, 2 मिनट ब्रेक गरौँ, त्यसपछि पढौँ है त, के छ? पर्दैन सर, बरु यो सकाएर बरु चाँडै क्लास गरेर जान्छ। चाँडै भन्दा ठिकै छ, सकेपछि। ल त्यसो भए 1 मिनट ब्रेक चाहिँ लिनु पानी खान्छु। ल अब चाहिँ हामी बिल डिस्काउन्टिङ ल अब चाहिँ हामी बिल डिस्काउन्टिङको बारेमा कुरा गरौँ। बिल डिस्काउन्टिङ भने चाहिँ के हो भन्दाखेरि, बिल डिस्काउन्टिङ भनेर क्या पढ्नु पनि पढ्नु भयो होला अलिअलि। कुरा चाहिँ के हो भन्दाखेरि कुनै बिलहरू, बिल कलेक्सनहरूको लागि चाहिँ ब्याङ्क कस्टमरले आफै नउठाएर ब्याङ्कलाई लाएर यो बिल चाहिँ तिमी मेरो बिहाफमा उठाइदेऊ अनि मलाई पैसा देऊ, अनि तिमी यो बापत अलिअलि 1-2% कमिसन खाऊ न त भनेर पनि ब्याङ्कले त्यस्तो काम पनि गरिदिन सक्छ। जनरली गर्दैन आजकल त, तै पनि अब त्यो गर्न सक्छ। त्यही भएर त्यस्तो भने चाहिँ बिल डिस्काउन्टिङ हो। बुझ्नुभयो? सिम्पली बुझ्दाखेरि चाहिँ त्यो हो। तर तपाईँले अलि डेप्थमा गएर बुझ्दाखेरि चाहिँ डकुमेन्ट्री क्रेडिटहरू, एलसीहरूको कन्सेप्ट चाहिँ हुन्छ, जुन तपाईँले प्र्याक्टिकली काम गर्दाखेरि चाहिँ बढी बुझ्नुहुन्छ। यसलाई हामीले सिम्पल जर्नल एन्ट्रीको थ्रु, आइक्यानकै क्वेसनको थ्रु चाहिँ बुझ्छौँ, केही गाह्रो छैन। जब यो भने चाहिँ नन ब्यालेन्स सिट आइटम हो धेरै जसो चाहिँ, तपाईँले तपाईँ एज अ ब्याङ्क कस्टमरको बिहाफमा बिल फर कलेक्सन त्यो बिल लिने, अनि त्यो बिल पिस गरेर पैसा उठाइदिने, अनि कस्टमरलाई तिर्दिने भनेको तपाईँको इन्भल्भमेन्ट भने चाहिँ एज एन एजेन्टको रूपमा मात्रै हुने। तपाईँले बिचमा चाहिँ 1% 0.5% कमिसन खाने मात्रै हो। यस्तो केसमा अकाउन्टिङ के गर्ने, हिसाब किताब त राख्नै पर्यो। मानम तपाईँलाई अब क्वेसनको थ्रु नै जाउँ, कसैले ड्युरिङ द ओपनिङ बिल फर, मानम कसैले बिल तपाईँलाई कलेक्ट गर्न दियो एउटा एक्सवाइजेड लेना देना ब्याङ्कमा, हो नि त, लेना देना ब्याङ्क लिमिटेडमा, लेना देना ब्याङ्क लिमिटेडमा बिल चाहिँ के अरे हाम्रो प्रदीपजी चाहिँ बिल कलेक्सनको लागि आउनुभयो, बिल कलेक्सनको सर्भिस युज गर्छु भनेर आउनुभयो। स्क्रिन के एक्सेल सेयर भइरहेछ? ओके, केही सेयर भइरहेछ होइन? ओके, लेना देना ब्याङ्कमा सेयर भयो, अहिले सेयर भयो, कन्फर्म गर्नुहोस् त। ओके, लेना देना ब्याङ्कमा प्रदीपजी आएर
₹1,00,000 बिल फर डिस्काउन्टिङ, यो बिल मलाई डिस्काउन्टिङ गरिदेऊ न तिमीले भनेर आउनुभयो। ब्याङ्कको हिसाब किताब त होइन, मैले प्रदीपजीको बिहाफमा त्यो बिल लिएको हो। भोलि बिहान त्यो बिलबाट पैसा उठाएर प्रदीपजीलाई दिने हो, तर मैले हिसाब किताब त राख्न पर्यो नि त। त्यही भएर मैले एउटा एसेट टु लाइबिलिटी नोसनल एन्ट्री पास गर्छु, जुनले मेरो ब्यालेन्स सिटमा कतै पनि असर गर्दैन। यो एन्ट्री मैले ब्यालेन्स सिटमा ट्रान्सफरै गर्दिनँ, एउटा नोसनल एन्ट्री पास गर्छु। के पास गर्छु? बिल फर कलेक्सन एकाउन्ट डेबिट। हिसाब किताब राख्नलाई मात्रै, कति बिल फर कलेक्सन रहेछ मसँग भनेर। बिल फर कलेक्सन एकाउन्ट डेबिट टु बिल फर कलेक्सन एकाउन्ट, बिल फर कलेक्सन एकाउन्ट तर लाइबिलिटी, माथिको एसेट हो तलको लाइबिलिटी हो, तर हुन चाहिँ सेम नाम। जस्ट केही होइन, ब्यालेन्स सिटमा अन्त कतै असर गर्ने होइन, मेरो हिसाब किताब राख्नको लागि, रजिस्टर लेजर मेन्टेन गर्नको लागि, हिसाब किताब देखियोस् भनेर। ब्यालेन्स सिटमा यो कतै पनि जाँदैन, गए पनि त अब एसेट र लाइबिलिटी नेट भएर जिरो चाहिँ भयो भने जस्तो भयो। फर्स्टमा यो एन्ट्री गर्छु मैले। अब के गर्छु भन्ने, यो मानम यो 10,000 बिल मध्ये 90,000 रुपियाँ चाहिँ कलेक्ट भयो र 90,000 रुपियाँ चाहिँ मैले प्रदीपजीलाई दिइसकेँ भने मैले के इन्ट्री गर्छु थाहा छ? सेम नै इन्ट्री गर्छु तर 90,000को लागि। बिल फर एस कलेक्सन एकाउन्ट डेबिट लाइबिलिटी, यसलाई लाइबिलिटी डेबिट गर्छु 90,000, 90,000 टु बिल फर कलेक्सन एकाउन्ट एसेट गर्छु 90,000। भनेपछि मैले अझ उठाउनु बाँकी बिल कति रहेछ भनेर कति क्लियरली देखिन्छ, 10,000 चाहिँ मैले उठाउन बाँकी छ भनेर देखिन्छ। मैले सेम बिल फर कलेक्सन एसेट एकाउन्ट डेबिट टु बिल फर कलेक्सन लाइबिलिटी एकाउन्ट मैले आउँदाखेरि मैले डिस्काउन्टिङ एक्चुअल सर्भिस दिइसकेपछि त्यही इन्ट्री रिभर्स अर्डरमा हुन्छ। ब्यालेन्स सिटमा जाँदैन भन्नाले प्रेजेन्ट भए नि इफेक्ट जिरो हुन्छ भन्न खोज्नु भएको हो। प्रेजेन्ट नै हुँदैन यस्तो तरिकाको इन्ट्री, तपाईँले प्रेजेन्ट हुँदाखेरि जिरो प्रेजेन्ट भयो भनेर बुझ्दा हुन्छ। प्र्याक्टिकली चाहिँ हामी यस्तो इन्ट्रीहरू, यो नन फन्डेड भन्छ, यसलाई अफ ब्यालेन्स सिट आइटम भन्छ, ब्यालेन्स सिटमै नजाने आइटमहरू हो, यसको ब्यालेन्स सिटमा इफेक्टै जाँदैन। जस्तो हामीले हिसाब किताब राख्नको लागि चाहिँ एसेट र लाइबिलिटी र नोसनल एकाउन्ट क्रिएट गरेर हो। यसको त तपाईँ यसो हेर्नुहुन्छ भने यो एसेट र लाइबिलिटी सधैँ इक्वल नै हुन्छ कि, सेम इन्ट्री नै पास गरिरहेको छौँ नि त हामी। बुझ्नुभयो? बुझ्नुभयो? अब यो राउन्ड ट्रान्जेक्सनमा मैले 5,000 रुपियाँको कमिसन कमाएँ भने चाहिँ क्यास एकाउन्ट डेबिट टु बिल डिस्काउन्टिङ इन्कम अथवा बिल डिस्काउन्टिङ कमिसन भनेर तपाईँले लेख्न सक्नुहुन्छ। यो चाहिँ मानम तपाईँले 90,000 बिल डिस्काउन्ट गरिदिइसकेँ, 90,000 बापत मैले 900 रुपियाँ चाहिँ बिल डिस्काउन्टिङ कमिसन पाएँ भने 900 रुपियाँ चाहिँ मैले यसरी बिल क्यास एकाउन्ट डेबिट टु बिल डिस्काउन्टिङ कमिसन इन्कम भनेर बुक गर्न पाएँ। यसमा केही गाह्रो छ त भन्नुहोस् त? हाम्रो एक्चुअल प्रफिट एन्ड लस ब्यालेन्स सिट असर गर्ने इन्ट्री यो हो, बाँकी यो सबै भएर नामको मात्रै इन्ट्री हो। एसेट टु लाइबिलिटी, सेम नामको एसेट एकाउन्ट डेबिट टु सेम नामको लाइबिलिटी एकाउन्ट, जस्ट राख्नलाई, हिसाब किताब राख्नलाई मात्रै हो। बुझ्नुभयो? याल्सेर हो केसमा सेम हुन्छ, हो हो प्रियङ्काजी हो। अरू केही? यो चाहिँ उसले मेरो आजको दिनमा कति बिल फर कलेक्सन आउटस्ट्यान्डिङ छ भनेर कुनै पनि दिनमा लेजर पल्टाएर हेर्न मिल्छ त्यसरी हिसाब राख्यो भने, त्यही भएर चाहिँ राख्ने गरेको है। ल भने प्र्याक्टिकल क्वेसन गरौँ है त एउटा। बिल फर कुनै पनि बेला बिल फर कलेक्सन एसेट र लाइबिलिटी एकाउन्टको ब्यालेन्स चाहिँ सेम हुन्छ है, लास्टको मात्र इन्ट्रीको इफेक्ट हुन्छ हो प्रफिट एन्ड लस र इन्कम ब्यालेन्स सिटमा हो। ल अब इक्जाममा आउने टाइपको एउटा प्र्याक्टिकल क्वेसन गरौँ। बिल फर कलेक्सन चाहिँ ओपनिङमा चाहिँ कति रहेछ? 9,00,000 रुपियाँ। मैले बिल फर कलेक्सन एसेट एकाउन्ट पनि बनाउनु पर्यो, बिल अफ एसेट लाइबिलिटी एकाउन्ट पनि बनाउनु पर्यो। बिल अफ कलेक्सन एसेट एकाउन्टमा टु ब्यालेन्स ब्रड फरवर्ड 9,00,000 रुपियाँ, बिल अफ कलेक्सन लाइबिलिटी एकाउन्टमा बाई ब्यालेन्स फरवर्ड कति? 9,00,000 रुपियाँ देखिने भयो ओपनिङमा। ड्युरिङ द इयर बिल रिसिभ फर कलेक्सन 55,00,000, 54,00,000 चाहिँ मैले बिल चाहिँ कलेक्सन गर्नको लागि पाएँ। बिल फर कलेक्सन एसेट एकाउन्ट डेबिट टु बिल फर कलेक्सन लाइबिलिटी एकाउन्ट क्रेडिट 54,00,000 रुपियाँ।
बिल एक्चुअली कलेक्ट भयो 49 लाख रुपियाँ भनेपछि बिल फर कलेक्सन लाइबिलिटी एकाउन्ट डेबिट टु बिल फर कलेक्सन एसेट एकाउन्ट 49 लाख रुपियाँ। बिल डिसअनर्ड एन्ड रिटर्न 7,50,000को चाहिँ क्यान्सलै भयो भनेपछि बिल फर कलेक्सन एकाउन्ट डेबिट लाइबिलिटी टु बिल फर कलेक्सन एकाउन्ट एसेट, त्यसैको लेजर बनाएको हो। यसमा केही समस्या छ भन्नुहोस् त। केही समस्या छ भने भन्नुहोस्, नत्र हामी यसको रिबेटको इन्कम, यो अघि नै मैले यहाँ रिबेट अथवा डिस्काउन्ट इन्कममा देखाइहालेँ नि, यसलाई चाहिँ अझ फर्दर कसरी एकाउन्टिङ गर्ने भनेर बुझौँला। यसमा केही कन्फ्युजन छ जस्तो लाग्दैन। अब इक्जाममा आउने हाई चान्सको क्वेसन यस्तै हुन्छ है। इक्जाममा आउने हाई चान्सको क्वेसन यस्तै पनि हुन्छ, तर ब्याङ्किङमा अहिलेसम्म तपाईँहरूलाई याद भयो भने गाह्रो लागेको छ त भन्नुहोस् त। तपाईँले नोट हेरेर सोल्युसन गर्न पर्यो भने सक्नुहुन्छ कि सक्नुहुन्न भन्नुहोस् त। इक्जाममा आएको आर्टिकलमा आएको क्वेसनलाई नोट हेरेर गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्नुहोस् त। सक्नुहुन्छ भने यस लेख्नुहोस् त। भनेको तपाईँको याद गर्न चाहिँ पर्यो धेरै प्रोभिजनहरू भन्ने चाहिँ कुरा हो। नोट हेरेर सकिन्छ भनेको मतलब तपाईँले बुझ्नु त राम्रो बुझ्नु भएको छ, अब याद चाहिँ गर्नु पर्यो कति प्रोभिजन भन्ने कुरा हो। अब 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 एउटा क्वेसन सोध्छु है त, तपाईँ एकदम रेडी भएर बस्नु। 20 मिनट छ हामीसँग, 10 मिनट यो क्वेसन गर्ने हो, त्यसपछि 10 मिनट तपाईँको क्वेरीहरू लिने हो, अनि आजको क्लासलाई इन्ड गर्ने हो। ब्याङ्किङ सकिन्छ हाम्रो। तिनटै भिडियो मैले तपाईँलाई लिङ्क पठाइदिएकै छु, तपाईँले इक्जामसम्म मल्टिपल टाइम हेर्न चाहिँ सक्नुहुन्छ, किनकि यसमा सबै क्वेसन पनि डिस्कस भएको छ। लगभग तपाईँको 3 घन्टा भन्दै गर्दाखेरि तिनवटा लेक्चर 1.5 घन्टाको भनेपछि 4.5 घन्टा भयो टोटल। 2x हेर्नुभयो भने तपाईँको 2 घन्टा जतिमा सकिन्छ होइन त। कुनै पनि बेला ब्याङ्किङ रिभिजन गऱ्यो भने सर र 2x मात्रै हेर्दा पनि भयो। ल म के भन्दैछु भन्दाखेरि अब एउटा कथा सुनौँ है त। मानम, एकदम ध्यान दिएर सुन्नु है, मेरो असार मसन्तमा इयर इन्ड हो। मैले वैशाख 1 गते 1 वर्षको लागि इन्सुरेन्स किने 1 लाख रुपियाँको, मेरो कम्पनीको इन्सुरेन्स गराएँ 1 लाख रुपियाँ। मैले त्यही दिनमा इन्सुरेन्स एक्सपेन्स एकाउन्ट डेबिट 1 लाख, टु इन्च क्यास एकाउन्ट 1 लाख गरेँ भने मैले सही गरेँ कि गलत गरेँ भन्नुहोस् त। त्यो वर्षको यही तरिकाले त मेरो त्यही वर्षको खर्चमा 1 लाख रुपियाँ नि जान्छ। मैले सही गरेँ कि गलत गरेँ भन्नुहोस् त, च्याटमा लेख्नुहोस् त। रङ गलत भन्नेले के गलत गरे पनि लेखिदिनुहोस् त च्याटमा। च्याटमा लेख्नुहोस्, अनम्युट गर्नु पनि पाउनुहुन्छ अल्छी लाग्यो भने। असारसम्म 3 महिनाको मात्रै तपाईँको खर्च हो नि भाइ, त्यसपछि त तपाईँको खर्च होइन भन्दै हुनुहुन्छ तपाईँले, हो कि होइन भन्नुहोस् त। यदि मैले त्यो दिनमा यही इन्ट्री पास गरेको भए असार इन्डमा गएर के इन्ट्री पास गर्नु पर्यो एडजस्टमेन्टको लागि, बाँकी 9 महिनाको जति खर्च चाहिँ मैले के अरे प्रिपेड एक्सपेन्स एकाउन्ट डेबिट टु इन्ट्रेस्ट के अरे हाम्रो इन्सुरेन्स एक्सपेन्स गर्न पर्यो, बाँकी 9 महिनाको खर्च यति गरेर चाहिँ मिल्यो नि, हो कि होइन भन्नुहोस् त। हो कि होइन। वा, मैले सुरुमै एक्सपेन्स बुक गर्दाखेरि चाहिँ प्रिपेड एक्सपेन्स एकाउन्ट डेबिट टु क्यास 1 लाख रुपियाँ गर्ने, अनि इयरको एन्डमा फाइनेन्सियल स्टेटमेन्ट बनाउने बेलामा चाहिँ इन्ट्रेस्ट एक्सपेन्स एकाउन्ट डेबिट टु इन्ट्रेस्ट एडभान्स इन्ट्रेस्ट अथवा प्रिपेड इन्ट्रेस्ट गर्ने। यो गर्न पनि मिल्यो कि मिलेन भन्नुहोस् त। सेम कुरा इन्कममा पनि हुन सकि सकेन भन्नुहोस् त। यो कुरा एक्सपेन्समा भयो, सेम कुरा इन्कममा पनि हुन सक्यो। मैले 1 वर्षको लागि सर्भिस दिन्छु अथवा 60 दिनको लागि सर्भिस दिन्छु भनेर गरेको थिएँ,
त्यही पैसा आउने बित्तिकै सबैलाई इन्कम अथवा प्रफिट बुक गर्न त भएन। पक्कै पनि मेरो जति यो वर्ष जति मैले काम गरेँ त्यति बराबर मात्र प्रफिट बुक गर्न पर्यो। यो कन्सेप्ट पनि त्यही नै हो है। अब हामीले रिबेट एन्ड बिल डिस्काउन्टेडमा एउटा यो फेमस क्वेसन आउँछ, त्यसमा पनि हामीले इन्कमलाई चाहिँ डिफर गर्ने अनि कति चाहिँ अहिले रिकगनाइज गर्ने भनेर हेर्ने हो। ठिक छ। यसमा चाहिँ के हुन्छ भन्दाखेरि त्यही मैले तपाईँलाई के भनेको थिएँ, प्रिपेड इन्सुरेन्स एकाउन्ट डेबिट टु क्यास गरेर प्रिपेड इन्सुरेन्स एकाउन्ट डेबिट टु क्यास गरेर इयरको इन्डमा चाहिँ इन्सुरेन्स एक्सपेन्स एकाउन्ट डेबिट टु प्रिपेड एक्सपेन्स नि गर्न पाएँ नि त। हो त्यसरी नै गर्छ यिनीहरूले चाहिँ एकाउन्टिङ। मैले यो बिल डिस्काउन्टिङ पनि मानव मैले एक वर्षको लागि 20 बिल डिस्काउन्टिङ गरिदिएँ भने वैशाख एकमा आएर एक वर्षको लागि बिल डिस्काउन्टिङ सर्भिस दिँदैछु भने त्यो पैसा मानव मैले त्यही दिनमा पाएँ, 1 लाख रुपियाँ त्यही दिनमा पाएँ भने त्यही दिनमै सबै इन्कम अथवा रेभेन्यू रिकगनाइज गरिदिन त जायज भएन नि त। 3 महिनाको यो वर्ष गर्न पर्यो, बाँकी 9 महिनाको अर्को वर्ष गर्न पर्यो। अग्रिड हो कि होइन भन्नुहोस् त। जुन लाइबिलिटी एकाउन्ट हुन्छ त्यसलाई चाहिँ के भन्छ, रिबेट अन बिल डिस्काउन्टेड लाइबिलिटी जसरी। अब यसमा चाहिँ के गर्छौँ भन्दाखेरि हामी अनअर्न्ड इन्कम जसरी ट्रिट गर्छौँ। मेरो रिबेट आइहाल्यो भने सुरुमा रिबेट आउने बित्तिकै क्यास एकाउन्ट डेबिट टु रिबेट अन बिल डिस्काउन्टेड लाइबिलिटी एकाउन्ट गर्छौँ। त्यसपछि जब जब मेरो बिल डिस्काउन्टिङको डेज ट्याक्क बढ्छ त्यतिखेर चाहिँ मैले रिबेट अन बिल डिस्काउन्ट एकाउन्ट डेबिट टु बिल डिस्काउन्ट इन्कम एकाउन्ट भनेर मैले त्यसमा क्रेडिट गरिदिन्छु। क्लियर छ। रिबेट अन बिल डिस्काउन्टेड एज अन फर्स्ट राउन्ड 2010 भनेको 2010 को रिबेट अन रिबेट अन बिल डिस्काउन्टेड कोरको इन्कम क्यारी फरवर्ड लाइबिलिटी बाई ब्यालेन्स ब्राउट डाउन भनेर 3,41,995 भयो। अब यो वर्ष डिस्काउन्ट रिसिभ डिस्काउन्ट इन्कम यति भयो, यति क्यास आएछ, यति इन्कम होइन यति क्यास आयो। क्यास आयो भने के एन्ट्री गर्छु भन्नुहोस् त ल। रिबेट अन बिल डिस्काउन्टको लागि रिबेट क्यासमा आयो, अब के इन्ट्री गर्ने भन्नुहोस् त। जर्नल एन्ट्री के हुन्छ भन्नुहोस् त। डिस्काउन्ट पाउँदाखेरि अहिले भर्खर भनेको छु मैले, क्यास एकाउन्ट डेबिट 8,25,980 टु रिबेट अन बिल डिस्काउन्टेड लाइबिलिटी एकाउन्ट। क्लियर छ। टु रिबेट अन बिल डिस्काउन्टेड। अब यो रिबेट एकाउन्टबाट चाहिँ यो वर्ष भएको इन्कम जतिलाई रिबेट अन बिल डिस्काउन्टेड एकाउन्ट डेबिट टु डिस्काउन्ट इन्कम भनेर पठाउँछु भनेपछि अब मैले के मात्र जाने भयो, यो वर्षको इन्कम कति हो भनेर जाने भयो। हो कि होइन भन्नुहोस् त। हो कि होइन। मैले 14 लाख रुपियाँको बिल चाहिँ 1 जुन 2011मा ड्यू हुन्छ। 1 जुन 2011मा ड्यू हुने बिल चाहिँ मैले डिस्काउन्ट गरेको छु भने बिल फर करेक्सन र बिल फर डिस्काउन्टिङ भने थोरै फरक हो। यो तपाईँले अलिअलि बुझ्नुहुन्छ होला भनेर भनिनँ। हामी एकछिन 5 मिनटपछि त्यसमा डिस्काउन्ट चाहिँ कुरा चाहिँ गराउँदा 14 लाख रुपियाँको मेरो ड्यू डेट जुन 1 2011 छ। आजको दिनमा मेरो कति हो, 31 मार्च 2011 हो भनेपछि मैले 31 मार्च 2011 पछि कति दिन चाहिँ यो बिलसँग चाहिँ कति दिनपछि बल्ल यसको ड्यू डेट आउँछ भन्नुहोस् त। कति चाहिँ मेरो इयर इन्ड पछि पनि कति दिन पछि बल्ल ड्यू डेट आउँछ भन्नुहोस् त। मार्च भयो, मार्च पछि जनवरी फेब्रुअरी मार्च, मार्च पछि के आयो अप्रिल, अप्रिलको 30 दिन, मे को 31 दिन। हो कि होइन भन्नुहोस् त।
अनि जुन 1 लाई पनि गनिन्छ 32 दिन। 32 के अरे 31 प्लस 30 प्लस 1 गर्दाखेरि 62 दिन भयो, हो कि होइन भन्नुहोस् त। इयर इन्ड पछि इयर इन्ड पछि को 62 दिन पछि बल्ल यो 14 लाख रुपियाँको ड्यु डेट रहेछ, हो कि होइन भन्नुहोस् त, हो कि होइन। भनेपछि योलाई त मैले 62 दिन चाहिँ इयर इन्ड पछि पनि मैले के गर्न पर्छ, सर्भिसिङ दिनुपर्ने छ। भनेपछि यसमा आउने कमिसन 14 लाख इन्टु 10% इन्टु 62/365 गर्दाखेरि जुन रकम आउँछ त्यो भने त मेरो अनअर्न्ड इन्कम हो किन भन्नुहोस् न। त्यो भने त मेरो यो रिबेट एकाउन्टमा क्लोजिङमा हुनुपर्ने एमाउन्ट हो कि होइन भन्नुहोस् त। अनअर्न्ड इन्कम हो, त्यो बेला फिल आयो कि आएन भन्नुहोस् त। आयो कि आएन फेरि भन्नुहोस् त। 14 लाख रुपियाँ डिस्काउन्ट ड्यु डेट जुन 1 हो भने मेरो मार्च पछि अझै 62 दिन चाहिँ मैले यसलाई सर्भिस दिन रहेछ। भनेपछि यो 14 लाखको 10%को, सर स्क्रिन देखेन मेरो मात्र हो कि तपाईँको मात्र होला नि, सबैको अरूमा देखिया होला नि होइन के हो, कन्फर्म गर्नुहोस् त च्याट। देखाएको छ तपाईँकोमा मात्र होला। सिमिलरली 14 लाखमा तपाईँले निकाले जस्तै यो 43,60,000मा पनि कति लाइबिलिटी इयर इन्डमा बाँकी छ निकाल्ने, 28 लाखमा निकाल्ने, 40,80,000मा निकाल्ने, 30 लाखमा निकाल्ने। यो भने चाहिँ मेरो क्लोजिङ रिबेट एकाउन्टको लाइबिलिटी भयो। ओपनिङ छ, ओपनिङ लाइबिलिटी छ, क्लोजिङ लाइबिलिटी आइहाल्यो। यो वर्ष मैले क्यास कति आयो, क्यास एकाउन्ट डेबिट टु रिबेट अन बिल डिस्काउन्ट क्रेडिट गरेर क्यास यति आयो। भनेपछि ब्यालेन्सिङ फिगर भनेको के हो, मेरो स्टेटमेन्ट प्रफिट एन्ड लसमा इन्कम भनिकन डेबिट हो। बुझ्नुभयो। यो 14 लाखको 10% कमिसन भने 14 लाख इन्टु 10%, यसमा अझै इयर एन्ड पछि काम गर्न कति दिन बाँकी छ, 62 इन्टु 62 डिभाइड बाई 365। सिमिलरली यो 43,60,000को अनि सिमिलरली अरू सबैको गर्न सक्नुहुन्छ। यो भने चाहिँ मेरो क्लोजिङमा रिबेट यति हुनु पर्यो, ओपनिङमा त्यति छ, एडिसन त्यति भयो, लाइबिलिटी क्लोजिङ त्यति भयो। भनेपछि त यो वर्षको इन्कम कति हो भनेर तपाईँहरूले मजाले निकाल्न सक्नुहुन्छ नि होइन, हो कि होइन भन्नुहोस् त। ठिक छ, तपाईँलाई सोध्नुपर्ने केही क्वेसन छ भने सोध्नुहोस्, नत्र हाम्रो फर्मल ब्याङ्किङको क्लास सकियो। इक्जाममा आयो भने योबाट यही दुइटा क्वेसनलाई भ्यालु चेन्ज तोडमोड गरेर सोध्छ, अरू सोध्दैन। डिभिडेन्ड रिपोर्टिङ पिरियड पछि दिने हो डिभिडेन्ड रिपोर्टिङ पिरियड पछि दिने हो। यो वर्षको बुक्स क्लोज भइसकेपछि यो वर्षको डिभिडेन्ड डिक्लेयर हुन्छ, यो वर्षको डिभिडेन्ड डिक्लेयर एजिएममा हुन्छ, अनि त्यस चुनाव प्रपोज हुन्छ, त्यसपछि एजिएममा डिक्लेयर हुन्छ, अनि बल्ल तपाईँले पाउने हो। अरू केही क्वेसन छ भने सोध्नुहोस् त। भोलि सोध्छु रिभिजन गरेर भन्नुभएको छ, मजाले रिभिजन गर्नुहोस् आज पढेको कुरा। आज हामीले ब्याङ्किङ लग कम्प्लिटै गऱ्यौँ। तपाईँको के कोही छ भने अझै 5 मिनट म रिपो रिभर्स रिपो, त्यो भने चाहिँ थियोरिटिकल कन्सेप्ट हो, सर्ट नोटको लागि मात्र चाहिने हो, प्र्याक्टिकल्ली चाहिँदैन भनेर मैले माथि पढाएको थिइनँ। रिपर्चेज ट्रान्ज्याक्सन भनेको चाहिँ ब्याङ्कहरूले चाहिँ ब्याङ्कहरूले गभर्मेन्टले इस्यु गरेको डेभेन्चरहरू, यहाँहरूले पनि इस्यु गरेको ट्रेजरी बिलहरू अनि अरू नोटहरू किन्न पाउँछन्। राष्ट्र ब्याङ्कलाई लिक्विडिटी ब्याङ्किङ सेक्टरमा बढाउँ जस्तो लाग्यो भने उसले त्यो मलाई फिर्ता देऊ, तिमी पैसा नै देऊ भनेर उसले रिपर्चेज गरिदिन सक्छ आफ्नै सिक्युरिटी। रिपोको फुल फर्म भने रिपर्चेज हो। त्यो आफ्नै सिक्युरिटी चाहिँ आफ्नै इन्स्ट्रुमेन्ट चाहिँ फेरि पर्चेस गरिदिन सक्छ, त्यो ट्रान्जेक्सनलाई चाहिँ रिपर्चेस ट्रान्जेक्सन भनिन्छ। र फेरि त्यो पर्चेस गरेकोलाई पनि फेरि ब्याङ्कले फेरि आफूले किनेर लग्यो भने चाहिँ फेरि यसलाई रिभर्स रेपो भनिन्छ।
बुझ्नुभयो? सुरुमा मानव ब्याङ्कले के अरे राष्ट्र ब्याङ्कले गभर्मेन्टको बिहाफमा डिभेन्चर इस्यु गर्यो। अनि हाम्रो के अरे गभर्मेन्टको आधारमा डिभेन्चर इस्यु गर्यो, आफ्नो चाहिँ इन्टरनल अरू सिक्युरिटी बोन्डहरू इस्यु गर्यो। त्यतिखेर ब्याङ्कसँग पैसा धेरै थियो किने। अचानक ब्याङ्कसँग पैसा कम भयो भने के अरे नेपाल राष्ट्र ब्याङ्कले त्यो तिमीहरूले समातेको कागज, तिमीहरूले समातेको डिभेन्चरहरू मलाई देऊ, म तिमीलाई क्यास दिन्छु अनि ब्याङ्क चलाऊ भन्छ। त्यो भन्दा चाहिँ के हो, रिपर्चेस गरेको, आफ्नै इन्स्ट्रुमेन्ट रिपर्चेस गरेको। रिभर्स रेपो भनेको फेरि त्यसरी लको एसेटलाई पनि के अरे ब्याङ्कले पैसा तिरेर फेरि रिपर्चेस गरेको। बुझ्नुभयो? सर्ट नोटको लागि चाहिँ इम्पोर्टेन्ट हुनसक्छ। तपाईँको एकदमै वान अफ द हेभी च्याप्टर ब्याङ्किङ पनि सकियो है त। अब यसमा यसमा तपाईँलाई केही क्वेरी छ भने घर गएर सोध्न सक्नुहुन्छ। ल तपाईँलाई क्वेसन केही सोध्नु छ भने मैले 1 मिनट टाइम दिएँ, नत्र आजको क्लासलाई चाहिँ यति नै गरौँ। बाँकी चाहिँ हामी भोलिबाट चाहिँ हामी इन्सुरेन्स कम्पनीज एसिया पढ्नेछौँ है त। इन्टिटीले एसियन डेभलपमेन्ट ब्याङ्क वर्ल्ड ब्याङ्कबाट लोन लिन सक्छ कि नै? इन्डिया ब्याङ्क, इन्डिया र इन्डियाको ब्याङ्कबाट पाइँदैन। नेपालमा भएको ब्याङ्कले त, इन्टिटीले त एसियन डेभलपमेन्ट ब्याङ्क, आई गेस एसियन डेभलपमेन्ट ब्याङ्क वर्ल्ड ब्याङ्क भनेको चाहिँ ब्याङ्कहरूलाई चाहिँ रेगुलेट गर्ने नेपालको राष्ट्र ब्याङ्क भने जस्तै हो। यसबाट नर्मल मान्छेले लोन निकाल्नेहरू त गर्ने पाइँदैन। तपाईँ एकदमै पावरफुल हुनुहुन्छ भने त अफकोर्स तपाईँले इन्डियामा डकुमेन्ट पेस गरेर सबै यताउता गरेर लोन लिन सक्नुहुन्छ भने त लिन सक्नुहुन्छ अफकोर्स। के क्वेसन छ त अरू तपाईँहरूलाई भने सोध्नुहोस्। केही क्वेसन छैन जस्तो लाग्यो है त। त्यसो भए आजको क्लास एन्ड गरौँ। तपाईँहरूले साथीहरूले के भन्नुभएको छ भन्दाखेरि दाइ घर गएर पढ्छौँ, यही लेक्चर पनि फेरि दोहोऱ्याइ सुन्छौँ, त्यसपछि चाहिँ हाम्रो कन्फ्युजनहरू के आउन सक्छ अनि सोध्छौँ भन्नुभएको छ। हुन्छ, त्यही गर्नुहोस्। म भोलि बिहानसम्म अपलोड गरेर ग्रुपमा हालिदिन्छु। मजाले 2x 3xमा हेर्नुहोस्। के कन्फ्युजन लाग्यो भने सुन्नुहोस्। भोलिबाट चाहिँ हामी ब्याङ्किङ कम्पनीज पढ्छौँ र सम्भवतः हामी उसँग दसौँ अगाडि त ब्याङ्किङ कम्पनीज पनि सघाउँछौँ है त। पछि कन्फ्युज भएर रेकर्ड दिएको किन मिल्छ मिल्दैन? कुनै कुनैको चाहिँ मिल्छ, कुनै कुनैको मैले हटाउँदै गइरहेको छु, त्यही भएर डिटबाट पनि डिलिट नै गर्दै गएँ। डिलिट त गरेको छैन, तर के अरे आइपी बाइन्डिङबाट उस गर्दै गइरहेको छु। त्यही भएर अब तपाईँहरूले कन्फ्युज भएर धेरै लेक्चर हेरिराख्ने चाहिँ होइन है, आफै पढ्ने हो। कन्फ्युजन भयो भने तपाईँले मलाई सोध्ने हो। ल, गुड नाइट सबैलाई।